शरीरमा बिमार, उनको शरीरमा कष्ट निको नभएको, एकदमै जाति नभएको। अनि जब म त्यो बिमारीलाई ह्यान्डल मैले गर्न थालेँ, उनको कुनै त्यस्तो पाप छैन, कुनै त्यस्तो आधारमा केही पनि छैन, तर पनि बिमारी छ। अनि मैले त्यहाँ बहिनीलाई डिल गर्दै लगेँ उसको श्रीमानसँग। मैले खास त्यस्तो कुनै पनि समस्या देखिनँ त्यो बहिनी कहाँ, मैले पाप देखिनँ उनी कहाँ, तर पनि बिमारी छ, उनको शरीरमा कयौँ बिमारहरू छन्। अनि एउटा भाइसँग मेरो डिलिङ भयो त्यो चर्चको। अनि मैले भाइलाई सोध्दै जाँदाखेरि, दाजु हाम्रो चर्चमा एउटा अचम्म किसिमको एउटा बहिनी छ, अचम्म किसिमको एउटा व्यक्ति छ। ऊ चाहिँ हाम्रो देशमा सबैभन्दा फर्स्ट इलेक्ट्रोनिक गुड हाम्रो देशमा जब आउँछ, स्पेसली मोबाइल, स्पेसली राम्रो राम्रो इलेक्ट्रोनिक गुडहरू, अनि उसले चाहिँ इन्टरनेटबाट पत्तो लगाएर पहिल्यै नै 6-7 महिना अगाडि नै उसले त्यो दोकानमा गएर पैसा एडभान्स गर्छ र बुक गर्छ। अब यति महिनाको बादमा यो दोकानमा यस्तो कुरा आउँदैछ, त्यो चाहिँ फर्स्ट ह्यान्ड यो देशमा मैले किन्नु पाउनु पर्छ भनेर उसले पहिला नै एडभान्स गर्छ। यो चाहिँ हाम्रो चर्चमा एकजना यस्तो खालको बहिनी छ। अनि ऊ चाहिँ यति बेसी उसले सामानहरू थुपारेको छ घरमा, यति बेसी सामानहरू थुपारेको छ। जब बातचित गर्दै जाँदाखेरि त्यो बहिनी रहेछ। अनि उनको ह्याबिट छ त्यो देशमा सबैभन्दा फर्स्ट राम्रो कुरा आएपछि त्यो देशमा उसले किन्न पर्ने हुन्छ। ऊ त्यति क्रेजी छ, उसले एडभान्सहरू दिन्छ। फेरि अनि त्यो कुरा थाहा पाएपछि म बहिनी कहाँ गएँ नि, मैले भनिनँ यो फलाना केटाले चाहिँ यस्तो यस्तो तपाईँलाई भनेको छ मैले भनिनँ। अनि मैले बहिनीलाई डिल गर्दै गर्दै लगेँ, बहिनी तपाईँको जीवनमा केही न केही समस्याको कुराहरू पक्का पनि छ। मैले त्यो भाइको कुरा गरिनँ, यो भाइले यस्तो भनेको छ भनेर। अनि मैले भने, बहिनी तपाईँको घरमा तपाईँको सरसामान, तपाईँको जति पनि घरमा चिजबिजहरू छ, त्यो चिजबिजहरू सबैभन्दा बेसी चिजबिज जो नयाँ कुराहरू निस्किन्छ त्यो तपाईँले पहिला किन्नुहुन्छ। पहिला तपाईँले त्यसलाई आफ्नो साथमा तपाईँले त्यसलाई किन्नुको लागि एडभान्स पैसा दिनुहुन्छ। मैले पहिला उहाँलाई त्यसरी प्रश्न गरेँ, तर फलानाले भनेको मैले भनेन। अनि उहाँले त्यो कुरा स्वीकार गर्नुभयो, हो म त्यसो नगरी सक्दैन, मलाई सबैभन्दा राम्रो राम्रो चिजबिजहरू सहरको मेरो घरमा पहिला आएको हुनुपर्छ, यो मेरो ह्याबिट हो। अनि परमेश्वरलाई धन्यवाद, त्यो भाइले मलाई त्यो कुरा भन्नुभयो। अनि मैले त्यो बहिनीलाई भने, बहिनी तपाईँ बिमार हुनुभएको कारण वर्ल्ड दिने संसारको सबै कुराहरू टाकटुक मेरो घरमा फर्स्ट हुनुपर्छ भन्ने यो तपाईँको विचार यो राम्रो होइन। तपाईँले प्रस्ताव गर्नुहोस् यो बारेमा, तपाईँले रिपेन्ट गर्नुहोस् यो बारेमा। यो परमेश्वरको इच्छा अनुसार भइराखेको छैन। जब तपाईँले डक्टर हेमन इस्सोरियल तपाईँले पढ्नुहुन्छ, उहाँको साँच्चै नै छ हेमन इस्सोरियल, रिटन बाई डक्टर चो थोमस, सिस्टर चो थोमस। यो नेपालीमा पनि छ, हामीले बङ्गलामा ट्रान्सलेट गर्यौँ। चो थोमसलाई परमेश्वरले 17 पल्ट स्वर्ग लानुभयो। अनि 17 पल्ट स्वर्ग लानुभन्दा अगाडि चो थोमसलाई प्रभुले के भन्नुभयो भने, चो थोमस चाहिँ एकदमै संसारको कुराहरू घरमा ल्याउने गर्दै थियो। यही एउटा देशको बहिनी जस्तै उसले डल्लै प्रेयरहरू सरसामानहरू घरमा ल्याउँदै थियो। नि अमेरिकाकै त्यो बहिनी हो। त्यो बहिनीले सबै घर संसारको सामानहरू चाहिँ घरमा ल्याएर थाक थाक थुपारेको थियो। ऊ त्यो क्रेजी थियो, वर्ल्डलिनेस एकदमै। अनि त्यो छोरीलाई चाहिँ परमेश्वरले यीशु मसीहले चाहिँ भन्नुभयो, हे छोरी म तिमीलाई कयौँपल्ट स्वर्ग लान्छु, तर तिमीले संसारको जति चिजबिजहरू तिमीले जो किन्छौ, संसारिक कुरा घरमा थुपार्छौ, त्यसलाई तिमीले बिक्री गर अनि बाँड गरी पार्लाई। अनौठो कुरा थियो प्रेयर। अनि त्यो बहिनीले चाहिँ आफ्नो सामानहरू बाँडेको छ, छिमेकीहरूलाई गरिबहरूलाई दिएको छ उसले प्रेयर। जब उसले बाँड्यो, उसको घरको चिजबिजहरू बाँड्यो, सबै गरिबहरूलाई बाँडेपछि चाहिँ त्यहाँ यीशु मसीहले उहाँलाई 17 टाइम हेभन लानु भएको छ। हालेलुया। यसो मतलब त्यो बहिनी रित्यो डल्लै होइन, लास्टमा गएर परमेश्वरले उनलाई यति राम्रो घर, यति राम्रो सुन्दर घर पनि फाइनली गरेर दिनुभएको छ जब उनी स्वर्गमा जानुभन्दा अगाडि। अनि यो चाहिँ अमेरिकाकै बहिनी हो। तपाईँहरूले सायद त्यो किताब पढ्नु भएको छ। अचम्मको कुराहरू छ। परमेश्वरको इच्छा योजनाहरू अद्भुत कुराहरू प्रयोग हुँदछ। त्यो बहिनीलाई परमेश्वरले लास्टमा पनि फर्काइदिनु भयो। चो थोमसलाई सुन्दर सुन्दर कुराहरू प्रयोग फर्काइदिनु भयो। तर पहिला चाहिँ बिक्री गर भनेर भन्नुभयो। तपाईँलाई थाहा छ डक्टर केपी योनानको हिस्ट्रीहरू तपाईँलाई थाहा छ। बिलिभर्स अफ इन्टरनेसनल बिलिभर्स चर्चको इन्टरनेसनल डाइरेक्टर
डाक्टर केपी ओनानको बारेमा तपाईँलाई थाहा छ कतिवटा डक्ट्रिनल कुराहरूमा के कन्ट्रोभर्सियल कुराहरू हुनसक्छ तर म उहाँलाई हाइली रेस्पेक्ट गर्छु एकदम मात्र डाक्टर केपी ओनाज्यूलाई मैले उहाँको किताब पढेको छु उहाँको व्यक्तित्वसँग काम गरेको छु कि उहाँलाई सबैभन्दा पहिला उहाँले मिसनरी काम गर्नुभन्दा अगाडि एउटा सफल मिसनरी व्यक्ति उहाँ हुनुहुन्छ सफल चर्च प्लान्टर उहाँ हुनुहुन्छ केही डक्ट्रिनल कुराहरूमा मात्रै चेन्जेसहरू हामीले कता कता सुन्छौँ यो दिनहरूमा रेस्ट अरू सबै कुराहरू राम्रो हामी पाउँछौँ अनि डाक्टर केपी ओनानलाई परमेश्वरले मिसनरी हुनुभन्दा अगाडि चाहिँ के भनेको थियो तपाईँलाई थाहा छ सायद तिमीले मेरो काम गर्छौ भने महान रूपमा तिमीले काम गर्नु मेरो चाहन्छु भने पहिला तिम्रो घर बिक्री गर अनि बिक्री गरेर तिम्रो घरको पैसा रुपियाँ चाहिँ मेरो काममा देवालय भन्नुभएको थियो अनि मैले गल्ती गरिनँ भने यो टेस्टिमनी मैले पढेको छु सुनेको छु डाक्टर केपी ओनानले चाहिँ घर बिक्री गर्नुभएको थियो मिसनरी काम गर्नुभन्दा अगाडि अनि डल्लै घरको पैसा चाहिँ उनले मिसनमा हाल्नुभएको थियो पहिला त्यसको बादमा चाहिँ उहाँले सेवा सुरु गर्नुभएको थियो अनि अहिले वर्ल्डमा एउटा सफल मिसनरी एउटा अगुवा भनेर हामी उहाँलाई चिन्छौँ हालेलुया त्यो बहिनीले बिमार भएको कारण उसको शरीरमा रोग भएको कारण चाहिँ जति पनि उनको त्यो नेसनमा त्यो राष्ट्रमा नयाँ कुरा आउँछ उसले किनिहाल्नु पर्ने वर्ल्डलीनेस एकदमै सबै कुरा मेरो हुनुपर्छ भन्ने पनि यो परमेश्वरबाट हुँदैन प्रयोग हो तपाईँको घरमा राम्रो कुरा आउनुपर्छ राम्रो कुरा प्रभुले दिनुहुन्छ तर क्रेजी अङ्ग्रेजीमा क्रेजी भन्छ लालायित भन्छ नेपालीमा त्यो पनि हुनुपर्छ त्यसैपल्ट त्यो परमेश्वरबाट हुँदैन बाइबलले सन्तुष्टताको कुराहरू पनि गरेको छ हालेलुया बाइबलले सन्तोषको कुरा गरेको छ धेरैपल्ट वर्ल्डलीनेस एकदमै संसारिकता सबै कुराहरू मेरै हुनुपर्छ कतिवटा त्यो चिन्ता हुन्छ प्रयोहरू कतिवटा परमेश्वरको योजना अनुसार हुँदैन प्रयोग हाम्रो घरहरूमा यो पनि हामीले थाहा गर्नुपर्ने कुरा हुन्छ प्रयोग लाइन झुटो बोल्ने प्रेतको पत्र 5:3 झुटो बोल्ने अघि पनि मैले तपाईँलाई भने झुटो बोल्ने इमोरलिटी अनैतिकता पहिलो कोरिन्थी 5:1-2 पद स्पिरिट अफ इन्फर्मिटी कमजोरी वा दुर्बलताको आत्मा तपाईलाई सक्दिन भने कमजोर एकदमै मात्रामा दुर्बल छु भन्ने जो हुन्छ तपाईँ यो भूतात्माको कारणले गर्दाखेरि हो एकदम म कमजोर छु म विक छु एकदमै मात्रामा म कमजोर छु म केही पनि गर्न सक्दिनँ यो शैतानबाट आएको तपाईँले हमेसा म सक्छु म राम्रो छु म असल छु म कुनै पनि कुरामा सफल हुन सक्छु तपाईले कन्फेस गर्नुपर्छ हालेलुया धेरैपल्ट शैतानले तपाईलाई तिमी सक्दैनौ तिमी पढेको छैनौ तिमी जान्दैनौ तिम्रोमा योग्यता छैन तिम्रोमा यो छ तिमी नराम्री धेरैपल्ट शैतानले यो कुरा ल्याउँदछ त्यसैले धेरैपल्ट तपाईलाई भित्र निराशा ल्याउँदछ म केही सक्दिनँ भनेर तर हमेसा बाइबलले तपाईलाई पोजिटिभ कुरा कन्फेस गर्न सिकाउँछ ख्रीष्टमा भएर म सबै कुरा सक्छु हालेलुया जब तपाईले कोसिस गर्नुहोस् म सक्छु ख्रीष्टमा भनेर हिब्रू 8:21 भन्छ जीवन र मृत्युको शक्ति बोली भन्छ तपाईलाई परमेश्वरले सक्न दिनुहुन्छ तपाई सफलता पाउनुहुन्छ प्रयोग हुनसक्छ अहिले तपाईहरु कयौंको सिटिजन भइराखेको छैन होला एक्जाम दिन सक्दिन भने भइराखेको होला कति डर लाग्छ होला तपाईले सक्नुहुन्छ हालेलुया तपाईले पास गर्न सक्नुहुन्छ ड्राइभिङ गर्न सक्नुहुन्छ घर बनाउन सक्दा हो शंका उत्पन्न गराइदियो टक्कै शंका उत्पन्न गराइदिएपछि फल खाएपछि उ पापमा गिर्यो प्रियहरू हजुरहरूले आफ्नो जीवनमा हमेशा याद गर्नु होला शंका उत्पन्न गर्ने कुरा डाउट उत्पन्न गर्ने कुरा एकदमै बढी मात्रामा होशियारी तपाईले याद गर्नु होला मेरो आफ्नो मण्डलीमा धेरै वर्ष अगाडि प्रभुलाई धन्यवाद 22-23 वर्षको एजदेखि मलाई परमेश्वरको आत्माले मौका दिनुभयो युवाहरूको बीचमा जवानहरूको बीचमा काम गर्ने लगभग प्रभुमा आएर 1 वर्षको बाददेखि एज ए स्पिकरमा ठाउँतिर प्रभुले मौका दिनुभयो अनि कुनै महिनाहरू 8वटा कन्फरेन्स म बोल्न गएँ मलाई थाहा छ 1 महिना मैले 8वटा कन्फरेन्स बोलेँ 8वटा चर्चमा मैले बोल्ने मौका पाएँ त्यति बेला म यङ थिएँ अनि एक दिन हाम्रो चर्चको एकजना मेरो श्रीमतीको अति नै हितैषी बहिनी आउनु भएछ अनि आउनु भएर भाउजू तपाई के भएको दाजुलाई तपाई एक्लै कन्टिन्यू तपाई पठाइ बस्नुहुन्छ कन्टिन्यू कोही बेला दाजुले तपाईलाई लान्छ कोही बेला लाँदैन
तपाईँ होसियारै, तपाईँ त मात्र होसियार। यसरी तपाईँले आँखा चिम गरेर नपठाउनु नि दाजुलाई बाहिर चर्चमा। टक्कैमा आइपुगे, पापा यसरी भन्नुभएको छ त्यो बहिनीले त कुरा बुझ्यौ? गुड, एकदमै राम्रो राम्रो भन्यो तिमीलाई। म नेगेटिभ लिँदिनँ यसलाई, भएकोले राम्रो गरेको, यसलाई म पोजिटिभली लिन्छु एकदमै मात्रामा। तिमीलाई उक्सायो, तिमीलाई डाउट निकाल्यो, तिमीलाई भरमा म भन्दिनँ, म पोजिटिभ लिन्छु। मैले पोजिटिभ लिएँ। एउटा अगुवामा सोचमाथि फरक पर्नुपर्ने हुन्छ। अनि मैले यसरी भने, अर्को पालि पनि म कन्फरेन्समा गएको हुन्छु, त्यति बेला फेरि मैले यो आएर वर्ड भन्छ भने चाहिँ यसरी भन्नु मेरो श्रीमती, बहिनी थ्याङ्क यू तपाईँलाई, हजुरले राम्रो कुरा मलाई भन्नुभयो। तर बहिनी म तपाईँलाई एउटा यो पनि कुरा भन्छु, मेरो श्रीमानलाई चाहिँ एउटा चर्चले 3 वर्षसम्म कन्टिन्यू 3 वर्षसम्म चाहिँ स्पिकरको रूपमा त्यो चर्चले कन्टिन्यू बोलाएको छ। त्यति मात्रै भनिदिनु मैले भने। त्यो बहिनीले अर्कै नभन्नु है, अनि पापा यसको अर्थ त मैले बुझिनँ त। मेरो श्रीमती, ए बाबा एउटा चर्चले एउटा मान्छेलाई कन्टिन्यू 3 वर्षसम्म कसरी स्पिकर बनाउँछ तिमी राम्रो बुझ त, मलाई राम्रो बुझाउ न त्यसो भए। त्यहाँको चर्चको मान्छेले पहिला गएर मेरो क्यारेक्टर थाहा पाउँछ, पहिला कस्तो क्यारेक्टर छ, मेरो चर्चको भाइ बहिनीसँग, मेरो चर्चको दिदीबहिनीसँग आएर कसरी बातचित गर्छ, धुलमेल गर्छ, त्यो विचार गर्छ। अनि त्यो मान्छेले कसरी परमेश्वरको वचन बाँड्छ त्यो विचार गर्छ। उनी आउँदाखेरि परमेश्वरको सेवा गर्दा आशिष भयो कि भएन त्यो विचार गर्छ। बोली वचन कस्तो छ विचार गर्छ। मेनली उनको क्यारेक्टर कस्तो छ, चरित्र छ त्यो पनि विचार गर्छ। हो कि हो पापा? यदि तिम्रो बुढो म स्पिकर भएर गएर त्यो चर्चको दिदीबहिनीसँग म छ्यासमिस भएँ भने, म गएर भिक्रेँ भने, म गएर त्यहाँ गएर नराम्रो कुरा गरेँ भने त्यहाँको गुरुबालाई थाहा हुँदैन, त्यहाँको लिडरलाई थाहा हुँदैन, त्यहाँको एल्डरलाई थाहा हुँदैन। हुन्छ पापा। अनि थाहा भएपछि मलाई बोलाउँछ अर्को पालि फेरि? बोलाउँदैन। त्यसो भए मलाई त 2-3 पल्ट बोलाउँदैन एउटा चर्चले। त्यसो भए हजुरलाई थाहा भयो? पापा थाहा भयो, म हजुरको कुरा बुझ्छु। अब पक्का पनि हजुरको चरित्र राम्रै छ र नै त बोलाउँछ एउटा चर्चले। हालेलुया। यो निकै सोच्नै पर्ने कुराहरू मैले मेरो श्रीमतीलाई भने। यो अनि म तपाईँलाई सही कुरा भन्दैछु। पुरै एउटा स्पिकरलाई मान्छेले हजारौँ तरिकाले हेरेको हुन्छ कि हुँदैन भन्नुहोस् त? हेरेको हुन्छ। तर मेरो श्रीमतीलाई त्यो बहिनीले नराम्रो भनेको होइन प्रियहरू, म अझै पोजिटिभ नै लिन्छु। म बवाल गर्नु सक्थेँ, लडाइँ गर्नु सक्थेँ, म डरलाग्दो इस्यु निकाल्नु सक्थेँ, होइन र? तर एउटा अगुवा त्यस्तो हुँदैन। एउटा अगुवाले पोजिटिभ डिल गर्नुपर्ने कुरा हुन्छ। तर डाउट चाहिँ आएको थियो, नपठाउनु है भाउजू दाजुलाई कन्टिन्यू आँखा चिम गरेर। हेर्नुहोस् त, शैतान त डरलाग्दो छ, शैतानले ल्याउनु सक्छ। धन्य त्यो बहिनीले भन्दै गरेकोमा छेउमा शैतानले सुन्दै थियो, तर प्रवेश गर्नु सकेन, प्रवेश गर्नु सकेन। तपाईँको जीवनमा सानो सानो कुरोहरूले तपाईँ र मलाई शैतानले प्रेयर डाउट ल्याउनु सक्छ, शङ्का ल्याउनु सक्छ। तपाईँ र मैले याद गर्नुपर्ने कुराहरू हुन्छ। विभिन्न इस्युहरू आउनु सक्छ, घरमा मण्डलीमा आउनु सक्छ। सानो सानो इस्युहरू आउनु सक्छ मण्डलीमा, जसले गर्दा फुड ल्याउनु सक्छ, झगडा ल्याउनु सक्छ। प्रेयर तपाईँ र मैले यो कुराहरू याद गर्नुपर्ने कुरा हुन्छ। प्रड्युसिङ सेक्स एन्ड द कज, धर्मपन्थहरू र झुटा शिक्षाहरू उत्पन्न गरेर। पहिलो तिमोथी 4:1 यो म अघि तपाईँलाई मैले बताएँ झुटा शिक्षाहरूको बारेमा। त अब हामी जाउँ प्रोभोकिङ सिन्स। अब पापलाई प्रोत्साहन दिएर शैतानले अब विभिन्न कुराहरू ल्याउनु सक्छ। म अहिले केही समयमा तपाईँलाई ब्रेक पनि दिन्छु ल। अघि नै भने मैले एङ्गर, फेरि पापलाई प्रोत्साहन दिनु, एङ्गर, रिस, क्रोध। एफएसी 4:26 देखि 27 मा एङ्गर, रिसको कुराहरू छ। प्राइड, अहंकार, पहिलो तिमोथी 3:6 अहंकार, प्राइड, घमण्ड। शैतानले के घमण्ड गरेको थियो याद छ तपाईलाई? म ताराहरू भन्दा म माथि हुनेछु, म ताराहरूलाई अथवा म स्वर्गदूतलाई म कन्ट्रोल गर्नेछु, म परमेश्वरको महिमालाई लिनेछु। उसलाई घमण्ड भयो। प्रयोग
अनि प्रेम हाम्रो जीवनमा हाम्रो मण्डलीमा हाम्रो परिवारमा हाम्रो जीवनमा यो कुरा हामीले आउनु दिनु हुँदैन हाम्रो जीवनमा घमण्ड आउनु दिनु हुँदैन घमण्ड जति हामी सिक्दै जान्छौँ त्यति नम्र जति प्रभुले हामीलाई चलाउँदै जानुहुन्छ त्यति नै नम्र जति नै धनी भयौँ त्यति नै नम्र जति नै परमेश्वरले हामीलाई प्रयोग गर्नुभयो त्यतिकै नम्र हामी जतिको राम्रै हो त्यतिको राम्रो जति दान वरदानले हामी भर्यौँ त्यति नै अझै नम्र बाइबलले भन्छ मत्ती 5 अध्यायतिर भजनको 37 10 तिर भजनको 34 को कति अध्यायतिर नम्रहरूलाई परमेश्वरले उचाल्नुहुन्छ हालेलुया विनम्रहरूलाई परमेश्वरले उचाल्नुहुन्छ यो प्राइड अहंकार धेरैवटा परिवारमा धेरैवटा फ्यामिलीमा धेरै परिवारमा यो भूतात्मा बसेको हुन्छ स्पेशली दाजुभाइमा मैले अब अमेरिकामा त प्रायः नै कमाउनु पर्छ हाम्रोतिर चाहिँ प्रायः जस्तो यो दाजुभाइमा छ इसामा पनि मैले कमाएको मेरो बुढीले केही कमाएको छैन मैले कमाएको तैँले खाँदैछस् मैले कमाएकोले मैले गरिराखेको छु मैले गरेको सबै कुरा मैले गरेको चर्चमा पनि धेरै प्रकार हुन सक्छ यस्ता कुराहरू तर वी भन्ने शब्द हामी भन्ने शब्द म होइन हामी भन्ने शब्द चाहिँ परमेश्वरले मन पराउनुहुन्छ हालेलुया त हामी जति पनि कमाऊ राम्रो हौँ ट्यालेन्टेड हौँ प्रभुले हामीलाई प्रयोग गरेको छ हामी धेरै शिक्षित छौँ धेरै हाम्रोमा ज्ञान छ हाम्रोमा थुप्रै कुराहरू प्रभुले दिनुभएको छ प्रेयर हामीले प्राइड गर्नु हुँदैन घमण्ड गर्नु हुँदैन हामीले कहिले घमण्ड गर्नु हुँदैन बाइबलले घमण्डलाई प्रेयर प्रोत्साहन दिँदैन हम्बलले नम्रले प्रेमले प्रेयर जित्न पर्ने कुरा बाइबलले हामीलाई बताएको छ प्रेयर वरी चिन्ता फिक्री मत्ती 13:22 चिन्ता फिक्री मलाई लाग्छ तपाईँहरू यहाँ हुनुहुन्छ धेरै कुरामा तपाईँलाई चिन्ता फिक्री नलाग्नु पर्ने हो लाग्छ घरको चिन्ता सिटिजनको चिन्ता कोहीको चिन्ता नलाग्नु पर्ने त्यति बेसी तपाईँलाई चिन्ता चाहिँ शैतानले ल्याउँदछ चिन्ता कसले ल्याउँछ शैतानले ल्याउँछ म फर्स्ट इयर अमेरिका आएँ अनि यो युटाको घटना हो म भित्र पसेँ मलाई गार्डनिङ गर्दै हुनुहुन्थ्यो खदा लाउँदै हुनुहुन्थ्यो अनि खदा लाउँदै मैले अगमबानी गरेको थिएँ यहाँ 55 वर्षको एउटा आमा छ यो आमाले चाहिँ बेसी चिन्ता गर्छ मलाई भुटान किन नफर्काइदिएको मलाई किन अमेरिका लिएको भनेर अगमबानी गर्दै थिएँ त्यो आमा म भनेर कुदेर आएको थियो त्यो आमा पोलपिटमा डाको चढेर रुको थियो युटामा 55 वर्षको आमा अनि मलाई यसो भन्दै थियो पास्टर जीवन मलाई किन भुटानबाट लिएर आयो यहाँ मलाई भुटानबाट किन लिएर आयो मलाई उतै फर्काइदिनु नि मलाई दिनरात उताको याद आउँछ चिन्ता पुरा चिन्ता त्यत्रो राम्रो सबै कुरा छ आमाको सबै कुरा छ पालिराखेको छ फ्यामिलीले छोराछोरीहरू छ सबै कुराहरू छ के को चिन्ता लागेको आमालाई अनि त्यो आमाले त्यो दिन छुटकारा पायो हालेलुया पुरा चिन्ता गर्ने उताकै चिन्ता शैतानले उनलाई जिराखेको थिएन अमेरिकामा प्रेयर मलाई लाग्छ तपाईँहरू यहाँ त त्यस्तो हुनुहुन्न अहिले नेपालको चिन्ता भुटानको चिन्ता पहिला अलि लाग्थ्यो होला तर कति कुराको चिन्ताहरू हुनसक्छ तपाईँलाई भोलिको बारेमा मेरो घर छैन चिन्ता काम छैन सिटिजन के छैन यो सबै शैतानले ल्याउँदछ हजुरले त्यो चिन्ताको भूतात्मालाई आफ्नो जीवनमा आउन दिनु हुँदैन सेल्फ रिलायन्स आफैमाथि निर्भर हुने पहिले त्यहाँ 21 धेरैजना व्यक्तिहरू चर्च चाहिँदैन परमेश्वर चाहिँदैन मेरो परिवार चाहिँदैन साथीभाइ चाहिँदैन म आफै सबै कुरा गर्न सक्छु सेल्फ रिलायन्स यो एउटा भूतात्मा हो आफैले आफूलाई निर्भर गर्ने प्रेयर हो हामी परमेश्वरमाथि भर गर्छौँ हामी परमेश्वरमाथि भरोसा गर्छौँ प्रेयर कोही बेला हामीलाई हाम्रो पापामाथि पनि कोही बेला निर्भर गर्ने कुरा आउँछ कोही बेला आमामाथि पनि निर्भर हुनुपर्ने कुरा आउँछ कोही बेला पास्टर बाबुमाथि पनि कोही बेला कुनै इस्युजहरूमा निर्भर गर्ने कुराहरू आउँछ फेरि तर कोही मान्छे चाहिँ मलाई केही चाहिँदैन मलाई तम चाहिँदैन त्यस्तो भन्ने हुन्छ कोही घमण्डीहरू सेल्फ रिलायन्स आफू मात्रै नेपालीमा त्यसलाई के भन्छ एकल काँटे है सायद चर्चमा त एकल काँटे हुँदैन मान्छे कोही मान्छेहरू एकल काँटे हुन्छ म एकदमै मात्रामा म नै हो सबै कुरो यो शैतानले ल्याउँदछ प्रेयर डिस्करेजमेन्ट निराशा पहिलो पत्रुस 5:6-8 पद निराशाको भूतात्मा प्रेयर निराश हुने यो एकदम डरलाग्दो भूतात्मा हो यो निराशाको भूतात्माले मान्छेको जिन्दगीलाई सर्वनाश गर्छ म केही टेस्टिमोनिजहरू छ तर आज म तपाईँलाई नबताउँ निराशाको भूतात्माले मान्छेलाई मार्दछ निराशाले जहिले पनि सुसाइडतिर लाँदछ
निराशा उहिलेको कुराहरू याद गर्ने, पहिलाको कुराहरू याद गरेर निराशा आउने, पहिलाको जीवनमा गरेका कुराहरू सम्झेर धेरैपल्ट शैतानले निराशा ल्याउँदछ। पहिलाको कुराहरू मैले जिन्दगीमा पहिला यस्तो गरेको थिएँ, त्यस्तो गरेको थिएँ सम्झिँदछ अनि निराशाको प्रिय कुराहरू आउँदछ धेरैपल्ट। अनि यो निराशा एउटा डरलाग्दो भूतात्मा हो। तपाईँ र मैले यो निराशालाई हाम्रो जीवनमा आउनु दिनु हुँदैन। पहिलो पत्रुस 5:6-8 वर्ल्डलीनेस, संसारिकता, पहिलो योना 2:16 बेसी तपाईँले बारे प्रचार नगरौँ। संसारिकता, वर्ल्डलीनेस, संसारकै कुरा मात्रै, चर्चको कुरा, बाइबलको कुरो, परमेश्वरको नजदिकतामा जाने कुराहरू होइन, तर केवल संसारिकताको कुराहरू, केवल संसारको कुराहरू। अनि म तपाईँलाई बताऊँ एउटा देशको नाम, आजकल म अलिक देशको नाम त्यति लिँदिनँ किनकि धेरै देशको मानिसले मलाई रिक्वेस्ट गर्नुभयो हाम्रो देशको कुरा नबदिनुहोस् न तपाईँले, युट्युबतिर सारा आयो हाम्रो देशको, र म आजकल देशको नाम अलिक लिन छाडेको छु। एउटा बहिनी मैले त्यो देशमा भेटेँ अनि त्यो बहिनी चाहिँ एकदमै डरलाग्दो। अनि मलाई त्यो बहिनीले यसरी भन्नुभयो, पास्टर बा म कति नराम्री, किन नराम्री तपाईँ? मेरो श्रीमान कति राम्रो छ, उसको लाइफ राम्रो छ, काम राम्रो छ, बानी व्यवहार राम्रो छ, मै नराम्री किन? तपाईँले के गर्नुहुन्छ? म साह्रै बेसी आँखा लाउँछु मेरो श्रीमानलाई, साह्रै बेसी आँखा लाउँछु। मेरो श्रीमान कुनै केटीसँग लागेको लिएर विभिन्न प्रेयर, धर्मको कम्पिटिसन, धर्मको विभिन्न किसिमको प्रेयर, लडाइँ भइराखेको छ। यो सबै शैतानले कुराहरू, प्लान्टिङ डाउट, शङ्काहरू उत्पन्न गरेर, उत्पत्ति 3:1-5 शङ्काहरू, डाउट, शङ्का। कोही बेला फ्यामिलीमा बुढाबुढीमा शङ्काहरू आउँछ, तपाईँलाई हामी अनुमति दिन्छौँ। अनि जोडले चाहिँ होइन, तर बिस्तारै मात्रमा हामीले उनको गालामा थप्पड हिर्कायौँ, नथुक्नु, धर्मगुरु नथप्नु भनेर ठुलो बेसी जोडले चाहिँ होइन है प्रेयर है। म तपाईँलाई राम्रो बताऊँ। अनि 2-3 दिनको बादमा पनि हामी फेल भएपछि हामी असफल भयौँ। किन होला? निकाल्न सकिराखेको छैनौँ हामीले, भन्दा पनि सोद्धा भन्दैन। अनि 3 दिनको बादमा चाहिँ परमेश्वरले मलाई यसरी भन्नु, यसलाई सिक्रेट एउटा सेपरेट रुममा लैजा, अनि रुममा अरू कोही इन्ट्रेस्ट नहोस्, यिनको श्रीमानलाई राख्नु, अनि यति बेला चाहिँ त्यहाँदेखि मिनिस्ट्री गर्नु, यसले मुख खोल्छ प्रभुको आत्माले मलाई भन्नुभयो। अनि मेरो ठुलो पास्टरवाला मैले भने इन्ट्रेस्टलाई भने म सेपरेट एउटा रुममा लान चाहन्छु, भाइलाई मात्र म लान चाहन्छु। मैले मेरो गुरुबाले पनि दिनुभयो अनि अरू अगुवाले पनि दिनुभयो। अनि भित्र हामीले लाग्यौँ, दरवाजा बन्द गरेर खिड्की मात्रै खोलेपछि बहिनी नाम काँडा लगायो भने म जीवन दाजु बोल्दैछु, राम्रो सुन्नु, होस खोला तिमी भनेर मैले कराउँदै लागेपछि अचम्म तरिकाले उसको होस कता आयो। अनि मलाई जीवन दाजु जय मसीह भने, उसको होस आयो भने जय मसीह भने, मलाई चिन्यो, म कहाँ छु, मेरो लुगाहरू यस्तो किन यस्तो छ, मेरो हात खुट्टा किन यस्तो दुखिराखेको छ। अनि मैले बिस्तारै मात्रामा उसलाई अहिले अब म केही भन्दिनँ तिमीलाई, मैले भनेको जवाब दियो। अनि हुन्छ तपाईँले जे सोध्नुहुन्छ म जवाब दिन्छु। अनि मैले फर्स्ट यसरी भने, बढी तिमीलाई सबैभन्दा पहिला मलाई उत्तर दियो, तिम्रो शिरमाथि कसले हात राखेर पहिला प्रार्थना गरेको थियो? कुन पास्टरले, कुन अगुवाले, कुन मिसनरीले? मलाई राम्रो भन। अनि मलाई आजभन्दा यति महिना अगाडि एकजना पास्टरले मेरो शिरमा हात राखेर प्रार्थना गरेको थियो। त्यहाँदेखि अझै मैले भने, अझै तिमीले भन्दै जाऊ, त्यो अगुवाले, त्यो पास्टरले तिमीलाई के गर्यो? यो एउटा सकिङ कुरा म तपाईँलाई भन्दैछु फेरि, फल्स मिनिस्टर्सको बारेमा। अनि त्यो पास्टरले मलाई विभिन्न मेरो अङ्गहरू, मेरो प्राइभेट पार्टहरूमा हात लगायो। अनि प्राइभेट पार्टहरूमा हात लगाएपछि चाहिँ त्यहाँदेखि उसले मलाई यसरी भन्यो, जो व्यभिचार गर्ने मान्छे तिम्रोमा प्रार्थना गरेर बसेर आउँदाखेरि चाहिँ त्यो मान्छेहरूको प्राइभेट पार्टमा हात राखेर तिमीले प्रार्थना गर्नु अनि निको हुन्छ भन्यो। पक्का? पक्का। त्यहाँदेखि तिमीले के त्यस्तो प्र्याक्टिस गर्दैछौ? मैले पनि प्र्याक्टिस गर्दै आएको छु। अन्त तिमीले तिम्रोमा प्रार्थना गर्नु आउँदा मान्छेहरू जो व्यभिचारीहरू छ, स्पेसियल भूतात्मा लागेको मान्छेहरूको प्राइभेट पार्टमा तिमीले हात राखेर प्रार्थना गर्छौ? म त्यसरी गर्दै आइराखेको छु। सुन्नुहोस् है, यो एउटा अचम्मको कुरो छ। अनि भन्दै जाऊ तिमीले के गर्यौ? ठिक 1 हप्ता अगाडि एउटा बुद्धिस्ट केटी मेरो घरमा आयो। अनि आएपछि त्यो बुद्धिस्ट केटीले मलाई यसरी भन्यो, तपाईँले प्रार्थना गर्दाखेरि धेरैजना मान्छे राम्रो हुन्छ अरे भने मैले थाहा पाएँ। अनि म चाहिँ बिमारी पनि छु र मलाई चाहिँ एकदम घिनलाग्दो मेरो आदत बानीहरू छ, प्रार्थना गरिदिनुहोस्। एउटा बुद्धिस्ट केटीले प्रार्थना गरेर लगाएछ।
अनि त्यो केटीले त्यो बहिनीले चाहिँ सिधासिधी त्यो छोरीको त्यो केटीको प्राइभेट पार्टमा हात राखेर जब प्रार्थना गर्न थालेपछि चाहिँ ऊ के भयो पोजेस भयो कम्प्लिटली त्यहाँदेखि ऊ पोजेस भएर उसमा भूतात्मा पस्यो अनि भूतात्मा पसेपछि चाहिँ चर्चमा विभिन्न किसिमको कुराहरू गर्नु थालेछ विभिन्न कुराहरू त्यहाँदेखि चाहिँ उसले चर्चमा के हङ्गामा गरेछ भन्दाखेरि चाहिँ प्रभुको आत्मा म कहाँ आएको छ र हाम्रो स्थानीय मण्डलीको सिनियर पास्टर बाउसँग चाहिँ कोठाभित्र पसेर हामी दुईजनालाई मात्रै सेपरेटमा प्रार्थना गर्नु भन्नुभएको छ भनेर चर्चमा कुरा गर्ने त्यहाँदेखि अब सबले विश्वास गरेर चाहिँ बिचारा ठुलो पास्टर बाउलाई रुममा लगेछ भित्र अनि कोठा बन्द गरे भित्रबाट दरवाजा खोल्दै शङ्का लाग्यो पास्टर यहाँलाई मेरो श्रीमान मेरो बुढोलाई भित्र लगेर के गर्दैछ अनि अचम्मको कुरा भयो अनि भरै निकै घण्टाको बादमा प्रार्थना सक्दैन भरै त त्यो केटीले त भरै त्यहाँको मण्डलीको मानिसले दरवाजाहरू तोडेर खोलेर भित्र हेर्दाखेरि चाहिँ धन्न त्यस्तो नराम्रो कुरा केही गरिराखेको चाहिँ भेटाइएन किनकि पास्टर बत्ता अब एउटा राम्रो मान्छे हो अनि केटीले चाहिँ उसको पहिला उसको श्रीमानसँग बिहा गरेको त्यो गाउन छ नि त्यो बोकेर लगेको थिएछ अनि गाउन लगाएर चाहिँ पुरा सजिएर चाहिँ भित्र रुममा पास्टर बाउको छेउमा बसेर चाहिँ के पास्टर बाउलाई हातहरू लगाउनु खोज्यो पास्टर बाउले मानेन अनि चाहिँ भित्र बसिराखेको भेटाए मण्डलीको मानिसहरूले अनि श्रीमतीले त्यहाँदेखि पास्टर आमालाई चाहिँ थाहा भयो यो त भूतात्मा लागेको रहेछ मैले पनि भित्र जानु अनुमति नदिनु पर्ने त्यहाँदेखि चाहिँ एक दुई थप्पड लगाएर चाहिँ सिधा चर्चमा कति प्रार्थना गरे भूतात्मा निस्केन त्यहाँ चाहिँ एक दुई दिनको बादहरूमा चाहिँ बाँधेर हाम्रो बनेको रहेछ प्रेयर त्यो कुरा भयो अनि त्यसको बादमा त्यसको बादमा त्यो बहिनीले त्यो सबै कुरा गरिसकेपछि चाहिँ त्यो पास्टरको नाम पनि लियो अब म त्यो नाम तपाईँलाई भन्दिनँ त्यहाँदेखि त्यो बहिनीलाई हामी सबैजनाले प्रेयर हाउस मुनिपट्टि झार्यौँ त्यस बादमा पुरा डाँटेर हामीले प्रार्थना गऱ्यौँ पुरा डाँटेर हामीले प्रार्थना गरेपछि चाहिँ उसको जेलबाट भूतात्मा निस्केर गयो अनि भूतात्मा निस्केर गइसकेपछि चाहिँ ऊ रिलिज भयो अनि मैले यसरी भने त्यो बहिनीलाई हेर बहिनी तपाईमा वरदानहरू छ तपाईमा गिफ्टहरू छ हजुरलाई म चिन्छु हजुरको लाइफस्टाइल मलाई राम्रो थाहा छ तर हजुरले किन त्यस्तो रङ मान्छेले सिकाएको कुरा एडप्ट गर्नुभयो किन त्यस्तो कुरा गर्नुभयो अनि उहाँले भन्नुभयो मैले अब पास्टर मान्छे पास्टरले सिकाएको मैले पनि सिकेँ मैले गल्ती गरेछु त्यहाँदेखि मैले 9-10 महिनाको घरबाट ननिस्किनु र कन्टिन्यू घरमा बस्नु हजुर मण्डलीको खास कुनै पास्टर नै होइन एल्डर नै होइन साधारण सदस्य हो जस अहिलेसम्म जे मिनिस्ट्री गर्नुभयो अब 9-10 महिना चुपचाप घरमा बस्नु एक त हजुरको बदनाम भयो चर्चको बदनाम भयो अनि हुन्छ दाजु म अब कहीँ जान्न म घरमै बस्छु जाति भएर प्रियर गयो अनि 8-9 महिना ऊ घरमै बस्यो उसले केही पनि मिनिस्ट्रीहरू गरेन मैले स्ट्रिक्टली पास्टर आमालाई भने तपाईँले यो बहिनीलाई घर कुनै पनि जग्गामा मिनिस्ट्री गर्नु नदिनु अनि मैले बहिनीलाई भने 9-10 महिनाको बादमा पनि मिनिस्ट्री गर्न जाने भने पास्टर आमालाई लगेर जानु बुढोलाई लगेर जानु साथीलाई लगेर जानु एक्लै नजानु पछाडि गएर परमेश्वरले त्यो बहिनीलाई कम्प्लिटली मात्रमा निको पार्नु बहिनीलाई निको पार्नु भयो जाति पार्नु भयो अनि अहिले चाहिँ त्यो बहिनीले मिनिस्ट्रीहरू गरेको छैन चर्चलाई सहायता गर्छ अनि एकदमै राम्रो भएर गयो हालेलुया तपाईले कुनै पनि मण्डलीको मानिसहरूलाई नबुझिकन तपाईले कुनै पनि व्यक्तिहरूलाई भविष्यको दिनमा नबुझिकन उनीहरूलाई बोलाउनु हुँदैन तपाईहरूले नम्बर 1 अनि जो पायो त्यो पायो अगुवाहरूको अगाडि पनि तपाईले शिर झुकाउनु हुँदैन प्रेयर याद गर्नु कुनै पनि अगुवाहरूको जीवनमा कस्तो खालको स्पिरिट छ भन्ने कुरा जबसम्म तपाईलाई थाहा हुँदैन तबसम्म उनीहरूको अगाडि गएर तपाईले शिर नझुकाउनु होला म तपाईलाई भन्छु यो एकदमै मात्रामा जे पायो त्यही पायो नाम चलेको मान्छे भन्दैमा तपाईको शिर तपाईले नदिहाल्नु होला मलाई अनि यो चाहिँ प्रेयर फल मिनिस्ट्रीज दोस्रो कृत्य 11 को 15 पदमा यो कुरा लेखेको छ झुटा सेवकाईको कुराहरू प्रेयर अब अगाडि जो फल्स डक्ट्रिन झुटा सिद्धान्तहरू पहिले यो 2 को 18 कतिवटा जन 300 भन्दा बेसी झुटा सिद्धान्तहरू अहिले छ संसारमा 300 वटा भन्दा बढी झुटा सिद्धान्तहरू संसारमा आएका छन् तपाईलाई मैले झुटा सिद्धान्तहरूलाई चिन्न पर्ने कुराहरू हुन्छ फल्स डिसाइपल्स झुटा चेलाहरू मत्ती 13 को 24 देखि 30 पद झुटा चेलाहरू मत्ती 13 को 24 देखि 30 पद फल्स मोरल्स झुटो नैतिकताहरू दोस्रो थेसलोनिके 2 को 7 देखि 12 झुटा नैतिकताहरू फेरि फल्स मोरल्स यो तपाईले 6 वटा कुरा मैले तपाईलाई बताए शैतान अट्याक्स गॉड्स प्रोग्राम
द चर्चलाई शैतानले परमेश्वरको कार्यक्रम अथवा चर्चमा निम्न प्रकारले आक्रमण गर्छ। फल्स फिलोसफिज, फल्स रिलिजियन, फल्स मिनिस्ट्रिज, फल्स डक्ट्रिन्स, फल्स डिसाइपल्स, फल्स मोरल्स। अहिले धेरै चर्चहरू, प्रेयरहरू, धेरै चर्चहरू फल्स डक्ट्रिनतिर गइराखेका छन्, फल्स सिद्धान्ततिर गइराखेका छन्। अनि तपाईँलाई मैले यो ध्यान दिनुपर्ने कुराहरू हुन्छ। तपाईँको अगुवालाई तपाईँले राम्रो सोध्नु पर्ने हुन्छ, तपाईँले बाइबल राम्रो पढ्नुपर्ने कुरा हुन्छ। शैतान अट्याक्स गड्स पिपल बाइ, शैतानले परमेश्वरको मानिसहरूलाई निम्न प्रकारले आक्रमण गर्छ। अघि चाहिँ चर्चलाई आक्रमण गर्छ, अब शैतानले परमेश्वरको मानिसहरूलाई तपाईँ र मलाई कुन तरिकाले आक्रमण गर्छ भन्दाखेरि डाइरेक्टिङ गभर्मेन्ट, सरकार प्रशासनलाई निर्देशन दिएर दानियल 10:13 इभन गभर्मेन्टले प्रेयर सरकारले विभिन्न कुराहरू हालेको छ। अहिले इन्डियामा इन्डियन हाम्रो क्रिस्चियनहरूलाई बहुत सतावट छ। एक्चुअली हामीले मोदीलाई दोष दिँदैछौँ, प्रधानमन्त्रीलाई दोष दिँदैछौँ, बिजेपी गभर्मेन्टलाई दोष दिँदैछौँ। यसो हेर्दाखेरि ठिकै पनि हो, तर बिजेपी गभर्मेन्टभित्र मोदीभित्र को पस्यो? डेभिल पस्यो, दुष्ट आत्मा पस्यो। अनि भूत आत्मा, दुष्ट आत्मा पसेर चाहिँ प्रयोग गर्दैछ अहिले मोदीलाई अनि बिजेपीलाई। हामीले दोष दिनुपर्ने छ शैतानलाई हो, त्यसले हो खासमा चाहिँ। तर हामी त मान्छेलाई दोष दिन्छौँ। मोदीको एक्चुअली दोष छैन, बिजेपीको पनि दोष छैन, तर शैतान पस्यो गभर्मेन्टमा। रिसाउनु पर्ने चाहिँ कोसँग हो? दुष्ट आत्मासँग नै हामी रिसाउनु पर्ने चाहिँ हो। मोदीसँग रिसाएर, बिजेपीसँग रिसाएर साथै स्पिरिचुअली प्रेयरहरू राम्रो होइन, तर शैतानसँग नै हामी रिसाउनु पर्छ। त्यसले प्रयोग गर्छ मन्त्रीलाई, त्यसले मिनिस्टरलाई प्रयोग गर्छ, त्यसले प्रेयर पोलिटिकल मानिसलाई प्रयोग गर्छ। डिसिभिङ पिपल, मानिसलाई छलेर, दोस्रो कोरिन्थी 4:4 डिसिभिङ पिपल, डिस्ट्रोइङ लाइफ, जीवनहरू नाश गरेर। हिब्रू 2:14 धेरै जीवनहरू नाश, इसाईहरूको धेरै लाइफहरू नाश, प्रेयर धेरै नाशहरू गरिराखेको छ। प्रोसिक्युटिङ द सेन्ट, सन्तहरूलाई सतावट गरेर। प्रकाश 2:10 प्रिभेन्टिङ सर्भिसेस, सेवामा बाधा पुर्याएर। पहिलो थिस्सलुनी 2:18 थाहा छ धेरै देशहरूतिर सेवा गर्न पाइँदैन, परमेश्वरको सेवा गर्न पाइँदैन। प्रेयर कतिवटा देशहरूतिर परमेश्वरको सेवा गर्न पाइँदैन। इन्डियामा अहिले फटाफट चर्चहरू चल्दैछ, हुनसक्छ नेपालतिर पनि काहीँ कुरो भइराखेको होला। एक्चुअली नेपालकै गभर्मेन्टको दोष होइन, इन्डियाको गभर्मेन्टको दोष होइन, यो शैतान लेखेको छ। अनि लुका 11:15 पद तपाईँले लेखेर राख्नु होला। बेताल भन्ने शब्द छ लुका 11:15 पदमा लेखेको छ प्रेयर। ल अब हामी जाउँ अगाडि। द स्क्रिप्चर्स नेम्स फर डेभिल, शैतान एन्ड डिमोन। दुष्ट, शैतान र भूतात्मालाई चाहिँ पवित्र शास्त्रमा दिएको नामहरू के हो त? दुष्ट, शैतान र भूतात्मालाई चाहिँ प्रेयर एउटै तपाईँ कन्फ्युज नहुनुहोस् है। दुष्टको शैतानको नामहरू थुप्रो छ। एउटा दुष्ट भन्छ त्यसलाई शैतान पनि भन्छ, त्यसलाई भूतात्मा पनि भन्छ प्रेयरहरू। त्यसको नाम अङ्ग्रेजीमा डेभिल, शैतान, डिमोन अझै छ। त्यो प्रयोग तपाईँलाई अझै पनि क्रमशः भन्दै लान्छु म। दुष्ट, शैतान र भूतात्मालाई पवित्र बाइबल पवित्र धर्मशास्त्रमा दिएका नामहरूमा नम्बर 1 मा बेल्जेबुल, जो नेपालीमा बाल्जिबुल भन्दछ। द लर्ड अफ फ्लाइज, झिङ्गाहरूको देवता। मत्ती 12:26 मा लेखेको छ झिङ्गाहरूको देवता। नम्बर 2 मा बेलाल, अ फल्स गड अथवा बेलियल, झुटो देवता। दोस्रो कोरिन्थी 6:15 यो शैतानको नामहरू बेलियल अथवा फल्स गड, झुटो देवताहरू। दोस्रो कोरिन्थी 6:15 इभिल वान, दुष्ट। पहिलो यूहन्ना 5:19 दुष्ट, इभिल। टेम्पर, रिस। पहिलो थिस्सलुनी हुनुपर्छ 3:5 टेम्पर, रिस। प्रेयर रिस कसलाई बेसी रिस उठ्छ? प्राय कतिजनालाई त्यस्तो कुराहरू हुन्छ, रिस। म मलेसियाको एउटा तालिममा गएँ, 1 महिनाको तालिम, एकदम शक्तिशालीको तालिम थियो, सेलेक्टेड तालिम। त्यहाँ चाहिँ डक्टर बेनिङका एसिस्टेन्ट पास्टरहरू, विशेष डक्टर बेनिङका एसिस्टेन्ट पास्टरहरू चाहिँ उहाँहरू चाहिँ त्यहाँ तालिममा पढाउनलाई आउनु भएको थियो। अनि त्यो तालिम यस्तो तालिम केन्द्र हो, जुन तालिम केन्द्रहरू त्यस्तो तालिम केन्द्रहरू यहाँ पनि रहेछ। पशुवाली सेयर गर्दै हुनुहुन्थ्यो। सुन्नुहोस् है, तपाईँहरू शक्तिशाली तालिम केन्द्रमा जानुभएको राम्रो हो। अनि वान अफ द तालिम केन्द्र यहाँ पनि राम्रो भइराखेको छ। एउटा तालिम केन्द्रमा म गएको थिएँ।
अनि त्यो तालिम केन्द्रमा चाहिँ एउटा प्रोफेट आउनुभन्दा एक हप्ता अगाडि चाहिँ त्यो ट्रेनिङ सेन्टरमा एउटा भय हुँदो रहेछ। किन भन्दाखेरि चाहिँ त्यो दासी आउँदाखेरि चाहिँ टाकटुक कुराहरू उहाँले देख्नु हुँदो रहेछ, पहिलाको कुराहरू, प्रेजेन्टको कुराहरू, फ्युचरको कुराहरू। अनि हामीलाई चाहिँ एकदम एक हप्तादेखि भय त्यहाँ भयो, अब फलाना आउँदै हुनुहुन्छ, फलाना आउँदै हुनुहुन्छ। त्यो दिन आइपुग्यो। अनि अब ढोक 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 हामी भयो त्यो तालिम केन्द्रमा। अनि पसेर आउनुभयो, हेलो स्टुडेन्ट गुड मर्निङ भन्दै पछि आउनुभयो। अनि हामी एकदम भयभीत भएको थियौँ। त राम्रो सुन्नुहोस् ल। अनि त्यो म्याम आउनु भएपछि केही पनि उहाँले सोध्नु भएन। पहिला उनी अङ्ग्रेजीमा भन्नु थाल्यो, एउटा पास्टर छ, यो पास्टरले चाहिँ आफ्नो श्रीमतीलाई घाँटीमा समातेर झन्डै मारेको हो यहाँ आउनुभन्दा अगाडि। त्यो पास्टरमा चाहिँ भूतात्मा छ रिसको। अनि त्यो पास्टरको चाहिँ शरीरभित्र ट्याटै टेटो छ भनेर उनले इन्ट्रोडक्सन गरे हामीलाई। आएकै छन् 10 मिनट नभइकन। अनि पुरा हामीलाई भय भयो, पास्टर यहाँ छ, आउने बेलामा उसले आफ्नो श्रीमतीलाई घाँटी समातेर झन्डै मारेको हो। अनि यो पास्टरको चाहिँ शरीरभरि ट्याटो छ। अब को होला? धन्य म चाहिँ त्यति बेला यो धेरै अगाडि कुरा, म पास्टर अर्डिनेसन मैले लिएको थिएन। अनि अब थुप्रो छ त्यहाँ, थुप्रो छ। मैले एकजना साथी लगेर गएको पास्टर नै हो। जब प्रेयरहरू उहाँले भन्दै रहेपछि यो स्ट्यान्ड अप भन्नुभयो। त्यहाँदेखि अपन योर सर्ट, उहाँले सर्ट खोल्न लाउनु भयो। त्यो पास्टरको शरीरभित्र पुरा ट्याटै टेटो रहेछ। त्यहाँदेखि उसलाई डरलाग्दो प्रेयर गराउनु भयो त्यो स्पिकरले। तिमीले भन त के गर्यौ? आफ्नो श्रीमतीलाई रुँदै भन्यो, म आउनुभन्दा एक रात अगाडि मैले श्रीमतीलाई घाँटीमा समातेँ, अनि लगेर बाथरुम लगेर मैले मार्ने प्रयास गरेँ। अनि आज म यहाँ सरी भन्छु। पुरा रोयो। रिसको आत्मा प्रेयर हो, रिसको आत्मा, रिसको भूतात्मा। तपाईँको जसको बेसी उड्छ, साथीहरूसँग काममा नर्मली गफ गर्दा कुनै पनि इस्युजमा तपाईँलाई बेसी रिस उठ्छ। तपाईँले थाहा गर्नुपर्ने हुन्छ मभित्र के को आत्मा छ? रिसको भूतात्मा छ। रिसको भूतात्मा छ। यो ढलाको रिसको भूतात्मा। त्यसको बादमा मसँग इन्डियाबाट गएको एकजना पास्टर, लेडी पास्टर, जब त्यो आमाले मिनिस्ट्री गर्दै हुनुहुन्थ्यो, पुरा रुनुभयो त्यो दिदी, पुरा रुनुभयो, पुरा डरलाग्दो स्वरमा रुनुभयो। उहाँको त्यो स्वर थिएन, डरलाग्दो रुनुभयो। अनि भरे क्लास सकेको बादमा मैले दिदीलाई कुरा गरेँ, दिदी किन तपाईँ डरलाग्दो रुनुभयो? त तपाईँको स्वर त अर्कै थियो त। के अरे जीवन भाइ, मभित्र त रिसको भूतात्मा थिएछ, मभित्र रिसको भूतात्मा थिएछ। तपाईँले सुन्नुभयो, हामीले सुन्यौँ, सबै स्टुडेन्टले हामीले सुन्यौँ त। म भित्रबाट त्यो रिसको भूतात्मा निस्किनु खोज्दाखेरि चाहिँ म कराएको रहेछु। धन्यवाद भाइ, मैले छुटकारा पाएँ। मेरोबाट त्यो रिसको भूतात्मा आजदेखि भागेर गयो। हालेलुया। सी इज पास्टरिङ। इभन पास्टरभित्र पनि रिसको भूतात्मा हुँदो रहेछ। अनि आज कयौँ चर्चहरू तोडिएको, कयौँ चर्चहरूमा स्पिरिटहरू आएको, कयौँ मण्डलीहरूमा कहिले स्पिरिट आएको चाहिँ हामी पास्टर्सहरू, हामी एल्डरहरूको बिचमा भूतात्मा भएर पनि हो भन्ने कुरा म स्वीकार गर्छु। यदि म नम्र हुन सकिनँ भने रिसको भूतात्मा म भित्र हुन्छ। अनि रिसको भूतात्मा जसको जीवनमा छ त्यसले चाहिँ शब्दहरूबाट प्रयास गर्छ, एटिच्युडबाट प्रयास गर्छ। घरमा बाउहरू, घरमा आमाहरू छोराछोरीसँग, आफ्नो श्रीमतीसँग, श्रीमानसँग, नानीहरूसँग त्यसै रिसाउनेहरूले याद गर्नुपर्छ, म रिसाएको होइन, तर म भित्र रिसको भूतात्मा छ। अनि तपाईँले यो रिसको भूतात्मालाई निकालेर फ्याँक्नै पर्ने हुन्छ। यो रिसको भूतात्मालाई तपाईँले बिदा दिनै पर्छ। हालेलुया। बेसी तपाईँहरू को रिसाउनुहुन्छ? सानो सानो कुराहरूमा पनि रिस थाम्नु सक्दिनँ भने हात उठाउनुहोस् त तपाईँहरू। थुप्रोको हात उठ्छ यहाँ अहिले, भन्दै लाग्यो भने धेरैजनाको हात उठ्छ। यो भूतात्मा हो। तपाईँले यो भूतात्मालाई आफ्नो जीवनबाट निकाल्नै पर्ने हुन्छ, निकालेर फ्याँक्नै पर्ने हुन्छ। हुनसक्छ भोलि लास्टतिर हामी प्रार्थना गर्छौँ कतिजनाको लागि आवश्यक पऱ्यो भने, किनकि भूतात्मा कतिजनाको छ भने त्यो खेद्नै पर्ने हुन्छ। हालेलुया। कि पालिराख्ने हो? यो रिसको भूतात्मालाई फ्याँक्नै पर्ने हुन्छ। जुत्ता त चुच्चो छैन होला।
हालेलुया। धेरैजना छोराछोरीहरू आमाले के भन्छ, बाउले के भन्छ, घरमा भात खाँदैन, चर्च जाँदैन भन्छ, बोल्दैन, सुत्दैन राम्रो, पुरा ढिट हुन्छ। त्यो सबै रिसको भूतात्माले गरेको, टेर्दैन आमाबाले भनेको होइन, सबै भूतात्माले गरेको। यो तपाईँले गरेको होइन, छोराहरू छोरीहरू तपाईँले गरेको होइन, यो भूतात्माले गरेको। त्यो माथिबाट झरे नि, जान्न म फाउस भन्ने हौ, त्यसले चाहिँ गरेको, त्यसले गरेर लगाएको। ल हामी जो अब प्रिन्स अफ द वर्ल्ड, संसारको राजकुमार, यूहन्ना 12:31 भूतात्माको नामहरू, एक्युजर अफ द ब्रेदरेन, दाजुभाइलाई दोष लगाउने, प्रकाश 12:10 सर्पेन्ट, सर्प, उत्पत्ति 3 अध्याय, ड्रागन, अजिङ्गर, प्रकाशको पुस्तक 12 अध्याय, एन्जल, ज्योतिको स्वर्गदूत, दोस्रो ग्रन्थी 11:14। यो स्क्रिप्चरल नेम, शैतानको स्क्रिप्चरल नेमहरू हो प्रियहरू, पवित्र शास्त्रमा, धर्मशास्त्रले दिएको नामहरू, शैतानको नामहरू। ल अब शैतानले कसरी एट्याक गर्छ त? शैतान एट्याक्स गड्स प्रोग्राम द चर्च बाई, शैतानले परमेश्वरको कार्यक्रम अर्थात् चर्चमा निम्न प्रकारले आक्रमण गर्छ। ल अब चर्च, तपाईहरु मैले हामी चर्च हौं, हामीले याद गर्नुपर्ने कुराहरू कसरी आक्रमण गर्छ त? फल्स फिलोसफिज, झुटा दर्शन शास्त्रहरू, कलासी 2:8, झुटो दर्शन शास्त्रहरू, धेरैपल्ट चर्चमा सही शिक्षा लिएर कतिजना मान्छेहरू आउँदैनन् प्रेयरहरू, तपाईलाई मैले याद गर्नुपर्ने कुराहरू हुन्छ। फल्स रिलिजियन, झुटो धर्म, पहिलो ग्रन्थी 10:12, फल मिनिस्ट्रीज, झुटा सेवकाईहरू, दोस्रो ग्रन्थी 11:14 र 15। ल तपाईँ र मैले हाम्रो मण्डलीमा, तपाईँ र हाम्रो मण्डलीमा इभन सेवकहरू, सेवकाहरू प्रभुको दास दासीलाई इन्भिटेसन गर्दाखेरि पनि, बोलाउँदाखेरि पनि उनीहरूको बायोग्राफी, उनीहरूको बायोडाटा, उनीहरूको डक्ट्रिनल कुराहरू भयो, उनीहरूको विश्वासको कुराहरूलाई राम्रो छानबिन गरेर मात्रै बोलाउनु पर्ने हुन्छ। राम्रो सुन्नुहोस् है विषयमा, तपाईँले कयौँपल्ट मैले थाहा गरेको छु, कुनै कुनै व्यक्तिलाई मण्डलीले मन पराउँछ, पास्टर धर्मगुरुलाई, अनि चेस गर्छ आफ्नो पास्टरलाई, पास्टर प्लिज त्यो वक्ता ल्याऊ, त्यो वक्ताले पास्टरले चिनेकै हुँदैन, अनि पास्टरको रिकमेन्डेसन बिना, पास्टरको अनुमति बिना धेरैपल्ट चिनेको घरमा मात्रै मण्डलीको मान्छेहरूले स्पिकरहरू बोलाउँछ। यो गल्ती हुनसक्छ, गल्ती हुन्छ। तपाईँले जबसम्म मलाई चिन्नुहुन्न, मेरो डक्ट्रिन, मेरो बायोग्राफी, मेरो फ्यामिली, मेरो चर्च, मेरो सम्पूर्ण फ्यामिलीको कुराहरू, म कसरी प्रभुमा आएको, मेरो जबसम्म डिटो कुरा थाहा हुँदैन, तपाईँले मलाई बिलिभ गर्नु हुँदैन। कुरा बुझ्नुभयो? जबसम्म मेरो सबै कुराहरू तपाईँलाई थाहा हुँदैन, यु सुड नट बिलिभ मी, सडनली इमिडिएटली तपाईँले बिलिभ गर्नु हुँदैन। यो बहुत सिक्रेट कुरा म तपाईँलाई भनिराखेको छु। हरेक समय तपाईँहरूले कुनै पनि स्पिकरको बारेमा डिटो थाहा हुनुपर्छ तपाईँलाई। राम्रो स्पिकर पाउनुभयो, सबै कुरो साँचो छ, पास्टरबाट राम्रो थाहा पाउनु भएको छ, पास्टर बाबु हामी पास्टरले कहिल्यै नो भन्दैन, हामी सबलाई हामी वेलकम गर्छौँ। तर धेरैपल्ट फल्स डक्ट्रिन भएको मानिसहरू आउँछन्। अब म तपाईँलाई बताउँ, सिलगढीमा यो 2 वर्ष अगाडिको कुरा हो, एउटा बहिनीलाई बाँधेर ल्यायो प्रेयर हाउसमा, एउटा विश्वासी बहिनीलाई बाँधेर ल्यायो, अनि ऊ चाहिँ 90 लगाएको थियो, उसको बुढाले हात खुट्टा बाँधेर ल्यायो। म छक्कै परेँ, मैले चिनेको बहिनी हो, धेरै वर्षदेखि चिनेको बहिनी हो। अनि आउनु साथ हाम्रो प्रेयर हाउसमा राख्नुभयो, हात खुट्टा बाँधेको, 90 लगाएको, अनि मेरो ठुलो पास्टर वाला थुइया बुढो भनेर थुकिहाल्यो। ए बुढो थुइया थुइया, नि मलाई पनि ए थुइया भनेर, मलाई त बुढो भनेन, सायद बुढो नदेखेन हो कि बा। बिचारा मेरो ठुलो पास्टर बहुत सिधा हुनुहुन्छ, धेरै सिनियर, थुक्दै गर्न शैतान अहिले तैँले मलाई थुक्दै घर ए थुइया बुढो। अनि पुरा मलाई त रिस उठ्यो मेरो ठुलो पास्टर मलाई थुइया भन्दाखेरि, अन्त पुरा थुक्नु थाल्यो। अनि नाइटीहरू च्यात्यो, जुन केटीहरूले लुगा च्यात्छ उसकोमा चाहिँ स्पिरिट अफ एडल्ट्रस हो, व्यभिचारको आत्मा हो भनेर पहिल्यै चिन्नु पर्ने हुन्छ, एडल्ट्रस। अनि उसले लुगा च्यात्यो, अनि हामीलाई थाहा भइहाल्यो व्यभिचारको आत्मा छ। अनि त्यहाँदेखि उनको श्रीमान पनि छ, एकदमै राम्रो बिलिभर हो बहिनी, उनको हस्बेन्ड पनि। अनि त्यसको बादमा हामीलाई थाहा भयो एउटा त व्यभिचारको आत्मा पसेको भनेर। 7-8 दिनदेखि त्यस्तो भएछ। अनि उहाँको चर्चको अगुवाहरूबाट त्यो कास्टिङ आउट हुनु त्यति सकेन, र कतिजना अगुवा सायद थिएन, र हाम्रोमा ल्याउनु भएको छ प्रेयर हाउसमा। अनि हामीले प्रार्थना गर्दै लग्यौँ, अनि
2-3 दिन लाग्यो हामीलाई कन्टिन्यू भूतात्मा निस्किन सकेन। घरिघरि फेरि हामीले मिनिस्ट्री गर्दाखेरि थुइया भन्ने अनि बुढो थुइया भन्दै थोक्ने मेरो गुरुबालाई अनि मलाई पनि हाम्रो टिमलाई। अनि मैले यसरी पनि भने भाइलाई, भाइ म तपाईँलाई अनुमति माग्छु, जब जब थुइया भन्छ, जब जब हामी कसैलाई उसले थोक्छन्, हामीलाई तपाईँको श्रीमतीलाई 1-2 थप्पड लगाउने तपाईँले हामीलाई विश्वासीको होटल हो, राम्रो होटल चल्दैछ, उहाँले दामी दामी खानेकुरा मलाई दिनुभयो। मैले केही सोधिनँ उहाँलाई, यो रमको बोतल किन, यो बियरको बोतल किन, यो किन, मैले केही पनि सोधिनँ उहाँलाई। मेरो अधिकार छैन, पहिलोपल्ट जाँदैछु म। अनि विभिन्न जग्गामा सेवा गरेर म आएँ। अनि उहाँले मलाई त्यो दिन भन्नुभएको थियो, म लगभग 17-18 वर्ष भयो यो देशमा आएको, मैले धेरै पैसा कमाएको छु, प्रभुको अनुग्रहमा धेरै सक्सेस भएको छु पास्टर बा। अनि मैले हामा भन्दै लगेँ। अनि त्यसको बादमा मैले पढाउँदै लगेँ मेरो विषयलाई। 3 दिन पढाउँदै जाँदाखेरि अचानक परमेश्वरको आत्माले सेकेन्ड डे छोरा यहाँ 2-3 भूतात्मा लागेको मान्छे भित्र छ, यिनीहरूलाई पहिला बोलाएर भूतात्मा खेलिहाल भन्नुभयो पहिला। अनि मैले क्लास रोकेपछि केही व्यक्तिलाई मैले अगाडि बोलाएँ, फटाफट मानिसहरू अगाडि आएपछि 2 जना दिदीबहिनीहरूकोबाट तत्काल भूतात्माहरू निस्केर गए, म्यानिफेस्ट भए, भूतात्मा निस्केर गए। तर एउटा केटी चाहिँ, एउटा स्त्री चाहिँ निकै ढिलो आयो। ऊ चाहिँ मैले पछाडि सुने, ऊ चाहिँ भागेछ, मैले पढाउन थालेपछि चाहिँ भागेछ, टोइलेटमा गएर बाथरुममा गएर लुकेछ। तर फाइनली ऊ कसरी आइपुग्यो त्यहाँ अगाडि। आएपछि ऊ लडीबडी गर्नु थाल्यो। अनि म जाँदिनँ, मलाई ननिकाल, म जाँदिनँ भन्नु थाल्यो। अनि मैले त त्यो केटीको जीवनमा भूतात्मा निस्कि पनि मैले भनेको थिएन, तर आफैले जाँदिनँ भन्नु थाल्यो। अनि मेरो पालो तँ कोस भन्दाखेरि उसले म आरिसको आत्मा हो, म रिसको आत्मा हो, म आरिसको आत्मा, रिसको आत्मा, म लोभको आत्मा हो। यो 3 कुरा भने प्रयोग, म आरिसको आत्मा, म लोभको आत्मा, म रिसको आत्मा। प्रयोग हामीले कयौँपल्ट डाँट्यौँ, सकेनौँ हामीले भूतात्मा त्यो दिन निकाल्नु। अनि त्यो दिन मैले पनि गल्ती गरेको थिएछु, म उपवास प्रार्थनामा थिइनँ। अनि मण्डलीको कतिजना त्यहाँ आउने मानिसहरू पनि उपवास प्रार्थनामा थिएनन् रहेछ। अनि प्रभुको आत्माले मलाई भन्नुभयो, आज होइन भोलि उपवास प्रार्थना बस्नु, सुन्नेहरू सबैजना लिसनरहरू मण्डलीको व्यक्तिहरूले पनि उपवास प्रार्थना बस्नुहोस्। मलाई प्रभुले भन्नुभयो। अनि मैले मण्डलीलाई भनेँ, तपाईँहरू उपवास प्रार्थना बस्नु, म पनि बसेर भोलि आउँछु। आज हामीले कास्ट आउट गरेनौँ भूतात्मा। अनि बिचारा त्यो पनि बेहोस त भयो भने तान्दै लानुभयो। उनको बुढाले देखिराखेको छ। भोलि बिहान एकदमै राम्रो स्ट्राटेजी बनायौँ हामीले। कसले अगाडि प्रार्थना गर्न आउँछ, कसले भजन गाउँछ, कसले लिड गर्छ, कसले वचन बोल्छ। हामी तयार भयौँ। मर्निङको टाइममा त्यो बहिनी आउनुभयो। सुरुवातमै नै केही समयको बादमा हामीले आराधना गर्न थाल्यौँ, उमेरले फस्नु थाल्यो। त्यसको बादमा पहिला केही व्यक्तिलाई मैले डिल गर्नु थिएँ, किनकि त्यो एउटा ट्रेनिङ पनि थियो। अनि उनीहरूले जब डिल गर्नु थाल्यो, कास्ट आउट गर्नु थाल्यो, त्यो भूतात्मा जान मानेन, म जान्न। त्यसमा त म गएँ। अनि म गएपछि जब म पुगेँ, तँ चाहिँ किन आइस, ए जीवन ज्योति तँ किन आइस, तँ जीवन ज्योति किन आइस, मेरो नाम काटेर तँ भने मलाई। अनि मैले तँलाई नै खेद्न आएको भनेर त्यहाँदेखि हाम्रो इन्काउन्टर भयो। त्यसमा बेसी हामीले दुःख गर्नु परेन। आरिसको भूतात्मा, रिसको भूतात्मा, यो जो भूतात्माहरू छ, आरिसको भूतात्मा थियो, एउटा रिसको भूतात्मा थियो, अर्को कुन मैले भने तपाईँलाई लोभको भूतात्मा। त निस्कि हामीले छिटै नै त्यो बहिनीबाट त्यो भूतात्मालाई हामीले निकाल्यौँ प्रेयर। अनि बेहोस भयो, केही सब उल्टीहरू गरेर जाति भएको छ। उनको श्रीमानले के भन्यो भने मलाई, पास्टर बा यत्रो म देशमा आएँ, मैले कयौँ पैसा कमाएँ, यहाँ आएर बेकार लाग्यो मलाई। किन बेकार? मैले थाहा पाएँ नि मैले यत्रो पैसा कमाएको, मेरो घरमा त मैले पैसा कमाएर के गरेर मेरो घरभित्र त भूत आत्मा रहेछ, मैले त भूत आत्मा पालिराखेको रहेछु। अनि मैले त्यति बेला यसरी भने, सबै बियरहरू, सबै रमहरू तपाईँले कहिले फ्याँक्नुहुन्छ? प्रेम, यो गाह्रो कुरा। कहिले तपाईँ फ्याँक्नुहुन्छ? बियरहरू, रमहरू दोकानमा कहिले तपाईँले फ्याँक्नुहुन्छ? अनि म प्रार्थना गर्छु। अनि अन्तमा गएर बिचरा एकदम गाह्रो पऱ्यो उहाँलाई, एकदमै गाह्रो पऱ्यो। अनि उहाँले मलाई बजारमा लगिकन जाति भयो, उहाँको श्रीमती जाति भयो। अनि जाति भएको बादमा केही सुन्दर कुराहरू किनिदिनु भयो। अहिले उहाँको श्रीमती राम्रो भएको छ, तर त्यो भाइले कोसिस चाहिँ गर्दैछ त्यो रम र बियरहरू फ्याँक्नका लागि। सायद सबै सकिराखेको छैन।
मैले तपाईलाई यो टेस्टिमनी किन यो पनि मैले भने भन्दाखेरि प्रियहरू भूतात्मा कसरी हाम्रो जीवनमा आउँछ, हामीलाई कसरी आक्रमण गर्छ। म सबै बताउँदिनँ तपाईलाई लोभको रिसको कुराहरू, तर प्रियहरू भरे डिस्टिङमा तपाईलाई लेख्दै लान्छु रिसको लोभको आत्मा, रिसको आत्माहरू। तर यो बहिनीलाई भूतात्माले सताएको र यो बहिनीलाई भूतात्मा लागेको चर्चको अगुवालाई थाहा थिएन, चर्चको लिडरलाई थाहा थिएन। अनि कयौँपल्ट चर्चमा हामीलाई चुनौती छ, हामी अपास्टललाई चुनौती छ। कतिपल्ट मानिसहरू चर्चमा आउँदाखेरि, प्रेयर मण्डलीमा आउँदाखेरि भूतात्मा लिएर आएको हुन्छ, भूतात्मा सधैँ आएको हुँदो रहेछ प्रेयरहरू, जसलाई चाहिँ हामीले खेद्न हामीलाई आवश्यक छ, जसलाई कास्ट आउट गर्न चाहिँ हामीलाई आवश्यक छ। अनि हाम्रो घरमा पनि कोही बेला हाम्रो श्रीमतीमाथि, हाम्रो नानीमाथि अथवा आफैमाथि कहिले कहिले भूतात्माहरू बसेको हुन्छ, धेरैपल्ट हामीलाई थाहा हुँदैन। तर एटिच्युडले, क्यारेक्टरले, हाम्रो चरित्रले थाहा पाउँदछ कि कुन भूतात्मा हाम्रो जीवनमा छ। हालेलुया। र अब हामी जाउँ इन द न्यू टेस्टामेन्ट बाइबल 3 words describe the source, activity and the influence of the evil spirit. बाइबलको नयाँ नियम अनुसार चाहिँ सोर्स, यो भूतात्माको विशेष गरेर स्रोत, उद्गम कहाँबाट आएको, यसको एक्टिभिटिजहरू के हो, क्रियाकलाप के हो, अनि यसको इन्फ्लुएन्स कसरी पर्छ भन्ने कुरामा म तपाईँलाई बताउँदै लैजाउँ। अब आइकाबस हाम्रो पेन ड्राइभले काम गरेन, सायद मैले बिर्सेछु कि आज बिहान मैले पेन ड्राइभ ट्राई गर्ने, तर यो जेरक्स तपाईँले गर्नु होला भनेर मैले भइराखेको छु कि तपाईँलाई लेख्नु सक्नेले लेख्नु होला, नसक्नेले सुन्नु होला। तपाईँले लेख्दा धेरै गाह्रो पर्छ होला, त्यही जेरक्स तपाईँले लानुहुन्छ। नम्बर 1 मा डेभिल, ग्रीकमा दियाबलस भनेर भनिन्छ अनि नेपालीमा दुष्ट भनेर भनिन्छ। अक्सफोर्ड डिक्सनरीले चाहिँ द सुप्रिम स्पिरिट अफ द इभिल एन्ड द एनिमी अफ द गड, नाश गर्ने अथवा परमेश्वरको सबै सृष्टिलाई नाश गर्छ, मानिसलाई पनि। यौन 10:10 मा लेखेको छ चोर त चोरु र मारु भनेर आउँछ। प्रियहरू एउटा नाम हो, ग्रीकमा दियाबलस, नेपालीमा दुष्ट अनि अङ्ग्रेजीमा डेभिल। अब दियाबलसको कामहरू के हो, दुष्टको काम के हो, जो आयो माथिबाट यो 33% तल झरेपछि भूतात्माहरू भए। हरू भन्ने शब्द है, प्लुरल शब्द है, सेभरल धेरै भूतात्माहरू भए। प्रिय एउटा छैन भूतात्मा, लाखौं भूतात्माहरू छन्। नम्बर 1 मा अब दियाबलसको कामहरू के हो भन्दा नम्बर 1 मा स्ल्यान्डरर, झुटो निन्दा। पहिलो पत्रुस 5:8 मा तपाईले जब पढ्नुहुन्छ भने त्यहाँ झुट अनि निन्दाको कुराहरू छ। मैले तपाईलाई गवाई बाँडे हिजो अमेरिकाकै एउटा देशमा खुट्टा खटाउँदै आएको थियो त्यो बहिनी, त्यो छोरी। अनि परमेश्वरको आत्माले भन्नुभएको थियो यसले चर्चमा झगडा गर्यो, कोहीसँग प्रस्ताव गरेन, क्षमा लिने कुराहरू गरेन चर्चमा। अनि उनको जिन्दगीमा एक्सिडेन्ट आयो, दुर्घटना आयो। मैले उसलाई भन्दाखेरि नो भन्यो, अनि उसको स्वर परण्ड पनि हटाइदिनु भयो। कसरी फेरि प्रस्ताव गरेपछि उसको स्वर आयो, मैले हजुरलाई भने झुट एउटा भूतात्मा हो। तपाईँको काम गर्ने जग्गामा, तपाईँको घरमा, तपाईँको फ्यामिलीमा कुनै पनि जग्गा तपाईँ झुट बोल्नुहुन्छ भने तपाईँमा झुटको भूतात्मा हुन्छ। स्ल्यान्डरर के को भूतात्मा? झुटको भूतात्मा। यो सही नराम्रो हो। यदि तपाईँले कसैलाई झुट बोल्दै हुनुहुन्छ भने कुनै कुरोमा तपाईँभित्र एउटा भूतात्मा हुन्छ। मेरोमा भूतात्मा रहेछ, त्यो चाहिँ झुटको भूतात्मा हो। यदि छोराछोरीले पापाआमालाई ढाँट्दैछ, चर्चको मेम्बरहरूले अगुवालाई ढाँट्दैछ, चर्चको विश्वासीहरूले गुरुजनलाई आमा बाबुलाई ढाँट्दैछ, प्रेयर त्यो झुटको भूतात्मा, यसलाई खेद्नै पर्ने हुन्छ प्रेयर। यदि बुढाले ढाँट्दैछ, यदि बुढीले ढाँट्दैछ, त्यो झुटको भूतात्मा प्रेयर हो। स्ल्यान्डर, फल्स एक्युजर, झुटो दोष लगाउने, अरूलाई दोष लगाउने, एकदम नराम्रो यो भूतात्मा हो। श्रीमानलाई, श्रीमतीलाई, अगुवाजनलाई, कसैलाई पनि प्रेयरहरू दोष लगाउने यो डरलाग्दो प्रेयर हो, यो भूतात्मा हो। हामीले कोसिस गर्नुपर्छ यो भूतात्मालाई हाम्रो जीवनमा हामीले आउन दिनु हुँदैन। फादर अफ लाइस, झुटको पिता। योना 8:44 शैतानलाई त्यो त झुटको पिता हो भनेर भनेको छ प्रेयरहरू। फादर अफ लाइस, झुटको पिता। इन्टाइस टु सिन, पाप गर्न उक्साउँछ। यो भूतात्माको काम चाहिँ इन्टाइस भनेको चाहिँ घरिघरि पाप गर्न उकास्ने। त्यो छोरीले मलाई यसरी भन्नुभएको थियो, पास्टर बुवा मैले यो काम नगरी हुँदैन, मैले गर्नै पर्ने हुन्छ।
मलाई प्रत्येक दिन एउटा नयाँ केटा चाहिन्छ, प्रत्येक दिन एउटा केटा मलाई चाहिन्छ। त्यो चाहिँ इन्ट्राइस गर्नु हो, गर्नै लगाउने, एकदमै मात्रामा नगरी नहुने, इन्ट्राइस, एट्र्याक्टिभ, आकर्षित गर्ने। यदि तपाईँलाई कुनै कुरो खानु हुँदैन, बाबाले भनेको छ खानेर खानुहुन्छ, इन्ट्राइस, तपाईँलाई इन्ट्राइस गर्दैछ। नराम्रो पिक्चर नहेर भन्दैछ परमेश्वरको आत्माले, तपाईँले हेर्दै हुनुहुन्छ, इन्ट्राइस, तपाईँलाई हेर भन्दैछ। नसोच भनेर प्रभुको आत्माले यदि नराम्रो कुरा नसोच भनेको छ, तपाईँ सोच्नुहुन्छ, इन्ट्राइस गर्दै। शैतानको काम हो तपाईँलाई इन्ट्राइस गर्ने, गर गर गर, खा। यो शैतानको प्रियहरू कामहरू, प्रेयहरू, पाप गर्न त्यसले उक्साउँछ, त्यसको काम हो। किनकि त्यसले माथि अकुपाई गर्नु सकेन, त्यसले परमेश्वरको राज्य अकुपाई गर्नु सकेन, तर तल आएर चाहिँ त्यसले मानिस चाहिँ परमेश्वरको स्वरूप हो, मण्डली चाहिँ परमेश्वरको स्वरूप हो, मण्डली चाहिँ परमेश्वरको हो। अनि त्यसको मण्डलीलाई चाहिँ शैतानले के गरिराखेको छ? भस्म गरिराखेको छ। त्यसको काम त्यो माथि सफल भएन, तर यहाँ चाहिँ तल पृथ्वीमा चाहिँ धेरै हदसम्म शैतान सफल भएको छ, धेरै हदसम्म सफल भएको छ। मण्डलीमा झुट, मण्डलीमा पाप गर्नु, मण्डलीमा विभिन्न दोष लगाउने कुराहरू सब शैतानबाट। यदि तपाईँले घरमा आफ्नो फ्यामिलीमा, यदि तपाईँले आफ्नो गुरुजनलाई, यदि तपाईँले आफ्नो साथीहरूलाई, यदि कसैलाई दोष लाउनुहुन्छ भने यो तपाईँले लगाएको होइन, तपाईँभित्र भएको भूतात्माले गर्नु लगाएको। तपाईँले हामी पो फाइट गरिबस्छ एकअर्कामा, परिवारमा, बुढाबुढीको बिचमा, मण्डलीमा, सबै कुरा त्यो शैतानले गरेको। र नै त मेरो साथीले चाहिँ राम्रो बुझेर चुच्चो जुत्ता लगाएर चाहिँ ए शैतान तँलाई चाहिँ म किक लगाउँछु त्यसै भनेको होइन। फेरि तपाईँलाई मैले शैतानको काम राम्रो बुझ्यो भने कहिले पनि चर्चमा लडाइँ हुँदैन, मण्डलीमा कहिले पनि लडाइँ हुँदैन, हालेलुया, बुढाबुढीमा कहिले लडाइँ हुँदैन, शैतानलाई राम्रो चिन्नुहुन्छ भने। र नै मैले भने तपाईँलाई शैतानको स्ट्राटेजीलाई राम्रो जब हामी चिन्छौँ, त्यसलाई हामी टाढैबाट थाहा पाइहाल्छौँ अनि त्यसलाई हामी काटछाड गर्छौँ। हालेलुया। नम्बर 2 मा दियावलसको कामहरू। अर्को शैतान भन्छ, SATAN, शैतान। शैतान भन्ने शब्द चाहिँ सटानस ग्रीकबाट आयो, परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्ने, परमेश्वरलाई चुनौती दिने, परमेश्वरलाई धोका दिने। यो इनिमी, एडभर्सरी यु टु प्रिभेन्ट टु फुलफिलिङ द विल अफ गॉड इन योर लाइफ। तपाईको जीवनमा परमेश्वरको इच्छा, परमेश्वरको योजना कहिल्यै पनि पुरा नहोस् भनेर बाधा दिन्छ। फेरि तपाईको जीवनमा एउटा सुन्दर योजना परमेश्वरले राखिदिनु भएको हुन्छ, सुन्दर योजना कुनै पनि छोराछोरी भाइ बहिनीको जीवनमा, मेरो जीवनमा। तर परमेश्वरको योजना तपाईको जीवनमा कहिल्यै पनि पुरा हुन दिँदैन शैतानले, कहिले पनि दिँदैन। तपाईँ राम्रो काम गर्नु चाहनुहुन्छ, शैतानले तपाईँलाई राम्रो काम गर्नु दिँदैन। अनि 16 जनाले सुसाइड गर्दाखेरि चाहिँ हाम्रो गाउँको मान्छेहरूले, हाम्रो गाउँको व्यक्तिहरूले चाहिँ एउटा झाँक्री बोलाएर चाहिँ झाँक्री काम गर्यो। अनि त्यहाँ म पनि गएँ। जाँदाखेरि चाहिँ झाँक्रीभित्र चाहिँ सुनिताको आत्मा पसेपछि चाहिँ रुयो, म चाहिँ मरेको छैन, तिमीले सम्झ्यौ होला म मरेँ भनेर। म मरेको छैन, मेरो लास तिमीले खनेर निकाल, म एकदमै राम्रै छु, मेरो कुनै लासमा एउटा सानो दाग पनि आएको छैन, म कुहेको पनि छैन, जबसम्म तिमीले जलाउँदैनौ मलाई तबसम्म म यतिकै हुन्छु, अनि म कयौँ मान्छेलाई मार्छु। झाँक्रीबाट बोलेछ। त्यहाँदेखि गाउँको मान्छेहरू, प्रशासनहरू भेला भएर चाहिँ त्यो सुनिताको लास खन्यो। प्रियहरू, सुनिताको लास खन्दाखेरि अचम्मको कुरो, हुबहु जस्तो छ त्यस्तै लास निकाले। प्रियहरू, एउटा पनि कुहेको थिएन अनि एउटै पनि लास केही पनि भएको थिएन। त्यसको बादमा चाहिँ गाउँको मान्छेहरू मिलेर, प्रशासनहरू मिलेर चाहिँ सुनिताको लासलाई चाहिँ उनीहरूले आगोमा जलाए। त्यसको बादमा चाहिँ फेरि कहिले पनि सुसाइड हुने कामहरू भएन। तर त्यो बहिनीले भन्यो त्यसको बादमा चाहिँ सुनिता कम्प्लिटली म भित्र पस्यो, त्यहाँनिर त कम्प्लिटली म भित्र पस्यो। अनि अहिलेसम्म चाहिँ सुनिताले मलाई छोडेको थिएन। अनि लक्ष्मी को भने लक्ष्मी चाहिँ बुवा मेरै पुरानो आत्मा हो। म चाहिँ लक्ष्मीको रात जन्मेको कारणले गर्दाखेरि मेरो आमाले मलाई लक्ष्मी नाम राखेको हो, र त्यो चाहिँ मेरै पुरानो आत्मा हो, म नै हो त्यो मेरो पुरानो आत्मा। प्रियहरू, कयौँ विवादास्पद कुराहरू छन्, मान्छेहरू कतिले विश्वास गर्दैनन्, नाम चेन्ज गर्नुपर्ने कुरामा मान्छेले विश्वास गर्दैनन्। तर लक्ष्मी भन्ने चाहिँ प्रियहरू एउटा अन्य जातिले पूजा गर्ने देवी देवताको नाम होइन, भन्नुहोस् त, देवी देवताको नाम हो। कतिजना मानिसले यो बारेमा विश्वास गर्दैनन्। अनि त्यो बहिनीले भने लक्ष्मी चाहिँ मेरै नाम हो। अनि त्यसको बादमा प्रस्ताव गर्नुभयो, हामी छक्कै पर्यौँ, असिन पसिन भयो। त्यसको बादमा हामीले प्रार्थना गऱ्यौँ, एकदमै मात्रामा रिलिज भयो। अनि त्यो बेलुका भाइले आफ्नो घरमा लगेर जानुभयो। अनि मैले बहिनी लाएर उनको श्रीमानलाई यसरी भनिराखेँ, भाइ र बहिनी
अब नयाँ हुनुभएको छ हजुरहरू सुनिताले पनि लक्ष्यले पनि त्यो भूतात्माले छोडेर गएको छ तर केही समय फेरि फर्केर आउँछ याद गर्नु बाइबलले भनेको छ एउटा भूतात्मा गएपछि फेरि अझै 7वटा भूतात्माहरू लिएर आउँछ होसियार गर्नु अनि मैले भूतात्मा खेद्ने पदहरू भूतात्मा बाँड्ने भूतात्मा खेद्ने पदहरू जो बाइबलमा छ त्यो डल्लै मैले त्यो बहिनीलाई लेखेर दिएँ नि भित्तामा टाल्नु भने मैले किनकि आउँछ यो भूतात्मा फेरि फर्केर म फर्केर गएँ त्यसको 6-7 दिनको बादमा मलाई कल गर्नुभएको थियो बहिनीले गुरुबा तपाईँले भन्नुभएको जस्तै हिजो सुनिताको भूतात्मा फर्केर म कहाँ आयो अनि मैले क्युरियोसिटी भएर भने कसरी फर्केर आयो भने तिमीले के गर्यौ म बिहान लुगा धुँदै थिएँ मेरो घरभित्र कोठामा बाथरुममा मेरो श्रीमान काममा गएको थिएँ एक्लै थिएँ धेरै लुगा धुँदै गर्दाखेरि धेरै टाढोबाट धेरै माइल टाढोबाट मैले सुनिताको चप्पलको आवाज मैले सुने टक 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 गरेर आउँदै गरेको मैले सुने अनि यति साह्रो बुवा म भयभीत भए आउँदैछ अब सुनिताको भूतात्मा आउँदैछ अनि मैले त्यति बेला भने तिमीले के गर्यौ अनि जब मैले सुन्दैछु आउँदैछ मेरोमा आउँदैछ अनि तत्काल त्यसको आत्मा मेरो सामनेमा ठिङ्गै उभियो बाथरुममा अनि उसले केस छोडेको थियो अनि मलाई अङ्कमाल गर्न खोज्यो मैले तिमीले के गर्यो भन्दा मैले तपाईँले भन्नुभएको जो वचन छ मैले त्यो डल्लै वचनहरूमा 1-2वटा याद गरेको छु मैले वचन बोलेँ तिमीले वचन बोल्दा के भयो जब मैले वचन बोलेँ म गएँ भनेर भागेर गयो हालेलुया त्यहाँदेखि ल याद गर अझै पनि तिम्रो केही दिनहरूसम्म फाइट चल्छ लगातार फेरि मैले प्रार्थना गर्दै लगेँ फेरि त्यसको 8 दिनको बादमा कल गर्यो पास्टर बुवा हिजो पनि फेरि आयो सुनिता ल भन कसरी आयो म र मेरो श्रीमान आराधना गर्दै थियौँ प्रार्थना गर्दै थियौँ अचानक मेरो श्रीमान एकदमै झुलेको जस्तो गर्यो उसको अनुहारहरू हल्लेर झुलेको जस्तो भयो उसको अनुहार कालो भयो अनि अचानक मैले मेरो श्रीमानको सामनेमा मेरो श्रीमानलाई पक्रिनु खोजिराखेको मेरो श्रीमानको सामनेमा केस छोडेर आएको सुनिता ठिङ्गै उभिएको मैले देखेँ अनि श्रीमान अर्कै रूप लिएको मैले देखेँ अनि मैले फेरि वचन मैले दाबी गरेँ अनि जब मैले वचन बोलेपछि फेरि सुनिता भागेर गयो हालेलुया अनि लास्टमा त्यहाँदेखि मैले भने अब छोरी तिमी बहिनी तिमी अब परिपक्व हुँदैछौ अब तिमीले फाइट जित्दैछौ याद गर यो फाइट तिमीसँग अब अन्तिम फाइट हुँदैछ तर याद गर तिमीलाई कम्प्लिट त्यसले बिर्सिहालेको छैन म हङकङमा थिएँ 14 मा मलेसियाको राजनीतिक आमाहरूसँग एउटा ठुलो क्रुसेड हामीले गर्दै थियौँ लगभग 900 जना मानिसको बिचमा हाम्रो हकमा क्रुसेड थियो क्रुसेड सक्यौँ हामीले अनि एउटा सहरमा गाडीमा जाँदै थिएँ म अचानक परमेश्वरले मलाई भन्नुभयो मलेसियामा त्यो केटीलाई अहिले भूतात्माले फेरि आक्रमण गरेको छ अनि मार्नै लागेको छ तैँले फोन गर चाँडै त म प्रार्थना गर अनि मैले तत्काल फोन गरेँ फोन लाग्यो जब त्यो बहिनीको फोन लाग्दाखेरि फोनभित्रबाट एउटा डरलाग्दो बाघ जस्तो डरलाग्दो एउटा केही पुरुषको आवाज मैले सुने एउटा वर्ड मैले सुनिनँ तर एउटा डरलाग्दो पुरुषको आवाज सुने मैले मलाई थाहा भयो शैतानको आवाज हो फेरि फोन डिस्कनेक्ट गरेँ फेरि फोन गरेँ फेरि एउटा डरलाग्दो पुरुषको आवाज आयो अनि मलाई थाहा गरेँ अब मलाई शैतानले बहिनीसँग भेटघाट गर्न दिँदैन किनकि फोनमा यस्तो डरलाग्दो आवाज आउँदैछ अनि मैले तत्काल त्यहाँको मण्डलीको पास्टरलाई फोन गरेँ अनि पास्टर तपाईँले कहाँ हुनुहुन्छ अहिले म यस्तो बजारमा छु तपाईँ तत्काल सबै काम छोडेर तपाईँ त्यो बिल्डिङमा जानु कि तपाईँको बहिनीलाई त्यो मण्डलीको छोरीलाई चाहिँ शैतानले अन्तिम आक्रमण गरेर मार्नै लागेको छ तपाईँ जानु अनि उहाँले भन्नुभयो म तत्काल पास्टर जीवन जान्छु अनि भरे उहाँले अपडेट गर्नुभयो पढेहरू भरे फोनमा अपडेट गर्नुभयो जाँदाखेरि बहिनीको बेहालत भइराखेको जाँदाखेरि बहिनी लगभग बेहोस भइसकेको अवस्थामा भेट्नुभयो पढेहरू शैतानले धन्य पास्टरबा पुग्नु भयो अनि त्यसको बादमा पास्टरबाले प्रार्थना गरेपछि भागेर गयो अनि त्यसको बादमा फेरि कहिले पनि शैतान आएन अनि जब त्यो बेला एउटा अगमबानी आयो अनि मैले फोनबाट अगमबानी गरेँ बहिनी तिमीलाई अब शैतानले सधैँभरिको लागि छोडेर गएको छ तिमीले कैयौँ पापहरू गरेको ती सबै पापहरू परमेश्वरले अब बिर्सिनु भयो तिमीलाई फेरि नयाँ तिमीलाई परमेश्वरले बनाउँदै हुनुहुन्छ एकचोटि 3वटा वरदान भएको त्यो बहिनी थिएछ तिम्रो वरदानहरू परमेश्वरले फकाउँदै हुनुहुन्छ अनि तिम्रो चाहिँ अब तिम्रो खास तिम्रो हस्बेन्डको अब नानी तिम्रो पेटमा बस्दैछ मैले अगमबानी रिसिभ गरेँ प्रभुबाट त्यो अगमबानी मैले कन्भे गरेँ त्यसको बादमा प्रभुलाई महिमा होस् 10-11 महिनाको बादमा त्यो बहिनीको छोरा भयो हालेलुया आफ्नै छोरा भयो
मलेसियाबाट फर्केर नेपालमा गयो नेपालमा गएर अहिले हस्बेन्ड र वाइफको आफ्नो नानी आफ्नो काम आफ्नो नोकरी छ धेरै राम्रो जीवन उनी जिराखेको छ अहिले हालेलुया एक दिन कुरा म अब तपाईलाई बताऊँ मैले भूतात्मा खेद्दै गर्दाखेरि के प्रभुले मलाई रेभेलेसन दिनुभयो नम्बर 1 एउटा रेभेलेसन के दिनुभयो भने हे छोरा तैले यो केटीको सुन्दरता तैले देखिस् यति सुन्दरी तैले यो केटीको तैले सुन्दरता देखिस् अनि तैले यो चर्चलाई गएर भन् तेरो आफ्नै घर मण्डलीमा पनि गएर भन् कयौं छोराछोरीलाई गएर यो सिका चर्चमा जुन स्त्रीले बढी मात्रामा आफूले आफूलाई सुन्दर बनाउने प्रयास गर्छ सुन्नुहोस् है यो पवित्र आत्माले मलाई भन्नुभएको कुरा चाहिँ म हुबहु तपाईलाई भन्दैछु जुन स्त्रीले बढी मात्रामा आफूलाई सुन्दर बनाउने प्रयास गर्छ जुन पुरुषले आफूले बढी मात्रामा आफूलाई सुन्दर बनाउने प्रयास गर्छ संसारिक सुन्दरता त्यो व्यक्तिलाई त्यो स्त्रीलाई त्यो पुरुषलाई सबैभन्दा छिटो शैतानले के गर्छ आक्रमण गर्छ यो मलाई प्रभुले भन्नुभयो अनि म अचम्मित भए अनि त्यो केटी मौका आउँदाखेरि यति साह्रो चम्किलो भएर आएको थियो मेरो रुममा आउँदाखेरि उनको अनुहारमा त एउटा सुन्दरता थियो तर त्यो हेभेनली सुन्दरता त्यो थिएन प्रयोग लुसिफरको मतलब के हो चम्किलो लुसिफरको मतलब महिमा प्रकाश चम्किलो लुसिफर एकदमै सुन्दर अरू दूतहरूभन्दा सुन्दर घमण्डले फुल्यो अनि उनले प्रेम प्राप्त गरे जब यो मैले प्रकाश पाएँ तत्काल म चर्चमा आएँ हाम्रो चर्चमा नर्मली त्यस्तो मेकअप गर्ने छोरीहरू छैन हामी कराउँछौँ ठिकैको मेकअप गर्नु ठिकैको सुन्दर हुनु ठिकैको आफूलाई स्याहार्नु एकदमै अनुहारमा स्याहार्नु भनेको छैन ठिकैको सुन्दरता हुनु तर बेसी होइन अनि एकजना छोरीले चाहिँ मल्टी लुगाहरू लाउँदै थियो हाम्रो मण्डलीमा अनि एकदमै राम्रो छोरी त्यो छोरीसँग कयौँपल्ट बजारमा कामबाट जाँदाखेरि बजारका धेरैजना मानिसले हेर्नु त्यो छोरी त्यसै पनि सुन्दरी छ राम्रो लुगा नलाउँदा पनि त्यो छोरी सुन्दरी नै छ थुप्रो केटाकेटीले प्राय हेर्थ्यो त्यो छोरीलाई अनि मैले छोरीलाई त्यो बाटोमा भनेको पनि थिएँ त्यो इन्सिडेन्ट हुनुभन्दा अगाडि अथवा त्यो भूतात्मासँग इन्काउन्टर हुनुभन्दा अगाडि हे छोरी तिमीलाई यत्रो केटाकेटीले हेरिराखेको छ याद गर कयौँले राम्रो दृष्टिले हेरेको होला कयौँले नराम्रो दृष्टिले हेरेको होला याद गर तिमी बेसी मल्टी लुगा नलाउला हुन्छ अङ्कल बोलाउँदिन भनेको थियो पहिला त्यो घटना हुनुभन्दा अगाडि मैले आएर चर्चमा आएर भने नानीहरू अब हजुर तिमीहरू छोराछोरी त्यसै सुन्दर छ तर बेसी अब तिमीहरू मेकअप नगर सिम्पल हो किनकि मैले मलेसियामा यो घटना मैले फेस गरेको छु त्यसको बादमा नानीहरूले सिम्पल ब्युटी हुन्छ आजकल प्रेयर सिम्पली उनीहरूले आफूलाई स्याहार्छन् प्रेयर यो मैले भन्न खोजेको होइन एकदमै अनुहार बिहान उठ्यो त्यस्तै निस्केर जानु केही अनुहारमा लाउँदै नलाउनु भन्न खोजेको होइन मैले है तपाईँले अन्यथा नसम्झिनु होला तर त्यो केटी चाहिँ एकदमै बेसी उसले आफूलाई सुन्दर बनाएको थियो अनि अहिलेसम्मको 23-26 वर्षको सेवाकालमा कयौँजना स्पेसली स्त्रीहरूबाट मैले जुन भूतात्मा टिमसँग खेल्न पाएँ अति नै ब्युटी सुन्दरहरू प्रयोग अति नै ब्युटी केटाहरूबाट पनि कति भूतात्मा निकाले जसले आफूलाई बढी मात्रामा मेकअप गरेर बढी मात्रामा सुन्दर बनाउने प्रयास गर्ने व्यक्ति तपाईँले यो रङ डक्ट्रिन रङ टेस्टले नसम्झिनु होला तपाईँले आफूलाई स्याहार्नु होला तपाईँले आफूलाई सुन्दर बनाउनु होला तर क्लाइमेक्स बढी मात्रामा होइन विभिन्न कुराहरू बेसी लगाएर होइन हालेलुया फाइनली त्यो छोरीबाट भूतात्मा निस्केर गयो अनि फाइनली त्यो छोरीलाई भूतात्माले छोडेर गयो प्रेयरहरू शैतान रियल हो अनि भूतात्मा रियल हो त्यो छोरीको घरबाट हामीले के निकालेको थियौँ DVD सञ्चारित सीडीहरू हरर पिक्चरहरू नराम्रो किताबहरू बियरको बोतलहरू रमको बोतलहरू तास जुवाहरू चर्चमा आएर बियर नछोड्नेहरू चर्चमा आएर तास जुवा नछोड्नेहरू चर्चमा आएर पनि जाँडसे खानेहरू चर्चमा आएर पनि खैलीबेडी खानेहरूको लाइफमा सोसाइटी भूतात्मा भन्छन् प्रेयर भूतात्माले उसलाई छोडेको हुँदैन यो रियल हो प्रेयर हिजो जस्तो एउटा देशमा गए म देशका नाम नलिउँ अहिले
त्यो देशमा म गएँ अनि गएपछि एकदमै सुन्दर होटलभित्र म पसेँ। त्यो विश्वासीको मालिकको होटलमा, लगभग 3 स्टार होटल भनौँ। कैयौँजना मानिसहरू काम गर्दो रहेछ अनि त्यो चर्चको एल्डरले पनि त्यहाँ काम गर्दो रहेछ। तर जब म भित्र पसेँ त्यो विश्वासीको घरमा पुरा रम रक्सी बियरको बोतलहरू देखेँ मैले। अनि म कहीँ कुसमुकुस हुन थालेँ। हाम्रो बिचमा फाइट भयो प्रेयर। अनि तँलाई म मार्छु अनि मैले प्रश्न गरेँ तँ कोस भन्दाखेरि त्यति बेला म फौज हो तँले मलाई निकाल्न सक्दैन। फेरि त्यहाँदेखि हाम्रो रियल लडाइँ भयो। हामीले फेरि भुइँमा लडायौँ, सक्दैनौँ, घरि हामीले लडाउँछ, हाम्रो फाइट भयो। त्यहाँदेखि तँ कोस तँ कहाँबाट आइस् भन्दाखेरि उसले के सत्ता भनेदेखिलाई त्यो भित्रको शैतानले यो चाहिँ सबैभन्दा राम्री यो केटी हो अनि यसले चाहिँ मेरो सबै कुरा मानेको छ। मैले जे अराएँ त्यही कुरा यसले गरेको छ। मैले जे भने यही कुरा यसले खाएको छ। मैले जे गरेँ सबै कुरा यसले मानेको छ। त्यसले गर्दाखेरि चाहिँ म यसलाई छोडेर म जानु सक्दिनँ। तिमीले न त मलाई निकाल्न सक्छौ न त छोडेर जानु सक्छौ। प्रेम हामीलाई उसले यसरी उल्टा हामीलाई न्यु गर्न थाल्यो। त्यसको बादमा त्यहाँको स्थानीय अगुवाले डाँट्यो, ए शैतान तँ फौज तँ निस्केर जा, यही स्त्रीलाई तैँले छोड निस्केर जा भन्दाखेरि त्यो केटीको घोतामा डरलाग्दो हाँस्यो, एकदमै डरलाग्दो हा गरेर हाँस्यो। अनि के भन्यो त्यो शैतानले, तैँले मलाई निकाल्छस्, तँ त मेरो अन्डरमा छस्, तँ त मेरो अधीनमा छस्, तैँले मलाई निकाल्न सक्दैनस् भनेर भनेपछि त्यो भाइको अनुहार पुरा कालो भयो। उनको होल अनुहार कालो भएर गयो। अनि मैले भाइलाई भने, भाइ नडराउनु, तपाईँ नडराउनु होला। त्यो भाइलाई शैतानले जब त्यसो भन्दाखेरि त्यसको ठिक 3 दिन अगाडि चाहिँ मैले त्यो घरमा हस्बेन्ड वाइफको बिचमा झगडा हुँदो रहेछ र मैले धेरै मिलाउने प्रयास गरेको थिएँ। त्यो भाइ र बहिनीको बिचमा पुरा मिलिसकेको थिएन। प्रेयरहरू मैले के कुरा थाहा पाएँ भन्दाखेरि चाहे अगुवा होस् चाहे कोही पनि व्यक्ति किन नहोस्, हाम्रो घरमा अशान्ति छ, हामी बुढाबुढीको बिचमा झगडा हुन्छ, बुढाबुढीको बिचमा मिलाप छैन, घरमा अशान्ति छ, हामीले भूतात्मा खेल्न नसक्दो रहेछौँ। प्रेयर वी क्यानट कास्ट द डेभिल, हामी सक्दैनौँ। तँ त मेरो अधीनमा छस् भनेर भन्यो प्रेयर त्यो भाइलाई। त्यो भाइ एउटा सेवक थियो। त्यो भाइको अनुहार कालो भएर गयो। मैले त्यो भाइलाई सम्झाएँ, उनलाई इन्करेज गरेँ। अनि कन्टिन्यू हामीले कास्ट गर्दै लाग्यौँ, सकेनौँ हामीले निकाल्न। हाम्रो हात खुट्टा बाँध्यौँ। मेरो आत्मिक आमा हुनुहुन्छ मलेसियामा, उनी चाहिँ दिनमा केवल 1.5-2 घन्टा मात्रै सुत्नुहुन्छ। उनलाई एसिया कन्ट्रीमा चाहिँ क्यान्सर स्पेसलिस्ट भनेर टाइटल दिनुभएको छ। गोल्ड मेडल पाउने क्यान्सर स्पेसलिस्ट डक्टरहरूले नै क्यान्सर स्पेसलिस्ट भनेर दिनुभएको छ मेरो आत्मिक आमालाई चाहिँ। किनकि हिलिङ एकदमै डरलाग्दो हिलिङ पावर भएको आमा हो। अनि उनको प्रत्येक दिन 18-20 घन्टा उहाँको प्रार्थना चल्छ। अनि उनको चर्च 4 पल्ट लाग्छ चर्च। शनिबार आइतबारको चर्च नर्मली हाम्रोतिर 9 बजी 10 बजी आइतबारको चर्च लाग्छ। त्यो मलेसियाको मेरो आत्मिक आमाको चर्च चाहिँ आइतबारको चर्च चाहिँ शनिबार राति 12 बजी लाग्छ। प्रेयर शनिबार राति टक्कै बिहान 5 बजी सक्छ त्यो चर्च। स्ट्यान्डिङ 4 आवर्स प्रेज एन्ड वर्शिप हुन्छ उहाँको चर्चमा। सेकेन्ड सेसन उहाँको चर्च 8 बजी बिहान लगभग लाग्छ, 11-12 बजी सक्छ। थर्ड सेसन 1 बजी सुरु हुन्छ, 5 बजी सकिन्छ। अनि फोर्थ सेसन उहाँको चर्च बेलुका 8 बजी लाग्छ, राति 12 बजी सकिन्छ। एकदमै शक्तिशाली त्यो चर्च हो। कैयौँ भूतात्मा लागेको मानिसहरू त्यो जग्गामा त्यहाँको विश्वासीले प्रार्थना नगरिकन चर्चभित्र पस्नु साथ भूतात्मा निस्केर गएको मैले देखेको छु। त्यहाँ जाँदाखेरि सेमराक रिभाइभल चर्च थियो। अनि मैले शैतान पसेको त्यो बहिनीलाई मैले यसरी भने, ए शैतान त हामीले निकाल्दाखेरि तँ जानु मान्दैनस् भनेदेखिलाई तँलाई म अहिले सेमराक रिभाइभल चर्च लान्छु मैले भने। मलाई नलैजानु सेमराक रिभाइभल चर्च नलानु, मलाई म त्यो चर्च जानु चाहदिनँ, मलाई त्यहाँ बस्ने ठाउँ छैन भनेर प्रेयर भने उनले। हेर्नुहोस् त्यहाँभित्रको भूतात्माले यो चुनौतीपूर्ण छ प्रेयर। यो कुराहरू अचम्मको कुरा छ। कुनै चर्च शैतान जान मान्दैन प्रेयर, यो द्रुत हो। अनि तपाईँले कैयौँ पहिला कतिजनाको टेस्टिमनीहरू तपाईँले सुन्नुभएको छ। चर्च पनि भिन्नताहरू हुँदो रहेछ। प्रेयर जान मनै पटक्कै मानेन। झन् हाम्रो बेला हात खुट्टा बाँध्यो। अनि मेरो आत्मिक आमालाई फोन गरेँ मैले। अनि ब्रिङ माई सन आई एम हियर भनेर। अनि 1.5-2 घन्टा लगभग 1.5 घन्टा जस्तो लाग्ने। बाटोमा जाँदै थियौँ अनि त्यहाँको स्थानीय पास्टर बोले यसरी भन्नुभयो, पास्टर जीवन
निकट लामो वर्ष तपाईँको आत्मिक आमाको चर्चमा जानुको लागि हाम्रै चर्चमा जाउँ भन्नुभयो। अनि मैले ठिकै छ पास्टर बा तपाईँको चर्चमा लैजाउँ। अनि हाम्रो आत्मिक आमा बुवा पनि धेरै लामो सेवा गर्नुभएको हो, उहाँलाई प्रार्थना गर्न बोलाउँ। मैले पनि ठिकै छ, धेरै लामो सेवा गर्नुभएको। अनि हामी गयौँ, त्यहाँ गएपछि ठिकै सिनियर पास्टर हाम्रो आउनु भएको रहेछ, झन् 35-40 वर्ष सेवा गर्नुभएको। मैले सम्झेँ त्यो आत्मिक आमा बाबुहरूले छुनुसाथ प्रार्थना गर्नुसाथ साथ भूतात्मा निस्केर जान्छ, मेरो यो आशा थियो। जब हामी गयौँ, हामीले उहाँलाई ह्यान्डओभर गऱ्यौँ, 15-20-30 मिनट लगभग सेवा गर्नुभयो। तर भूतात्मा निस्केर जाने पटक्कै मानेन, एकदम जब बेसी एग्रेसिभ भयो। म जाँदिनँ, तिमीले मलाई निकाल्न सक्दैनौ, एकदमै तपाईँ त्यो भूतात्माले एकदमै बढी मात्रामा न्यु खोजेपछि त्यो आत्मिक त्यो पास्टर र पास्टरनी पनि छोडेर जानुभयो। पास्टर जीवन सरी, you are not able to cast the devil right now, we are busy, so you to continue भनेर मलाई नै छोडिराख्नु भयो, हामीलाई नै छोडिराख्नु भयो, जानुभयो उहाँहरू। अनि मैले यो पनि सम्झेँ, धेरै लामो सेवाकाई गरेर पनि अनुभव हुँदाहुँदै पनि सबैजनाले भूतात्मा खेल्नु नसक्दो रहेछ भन्ने पनि मैले त्यहाँबाट एउटा शिक्षा पनि मैले पाएँ। अनि त्यसमा फेरि हामीले कन्टिन्यू सेवा गर्दै लग्यौँ। त्यसमा त बिस्तारै त्यहाँको पास्टर स्थानीय पास्टर बाबु पनि केही कामले गर्दाखेरि जानुभयो, छोडेर जानुभयो। फेरि त्यहाँको 2जना अगुवा पनि केही उहाँहरूको काम थियो, दाजुज्यू हामी बिजी छौँ भनेर उहाँहरू पनि जानुभयो। अनि लास्टमा म एक्लो रहेँ। त्यसको बादमा 13-14 जना नयाँ भाइ बहिनीहरू थियो। हामीले निकाल्न सकेन भूतात्मा प्रेरित त्यति बेलासम्म। रात पर्दै गयो अनि मैले यो निर्णय गरेँ, आज म एक्लै कोठामा सुत्दैन, त्यो केटीको हातखुट्टा हामीले बाँधेको छौँ, बिचमा राखेको छौँ योभन्दा ठुलो रुममा। अनि चारतिर मैले नयाँ भाइ बहिनीलाई मैले राखेँ। अनि बेलुकीको समय उसको हातखुट्टा बाँधेर हामीले सुत्ने प्रयास गऱ्यौँ। यतापट्टि साइडमा थिएँ म अनि सबैजना, कोही पनि सुतेको छैन डरले। यत्रो आँखाले हेरेको छ, उसले डोरीहरू खोल्दैछ एकदमै मात्रामा, यो डोरी खोलिदियो म तिमीलाई मार्छु, यो रस्सी खोलिदियो तिमीलाई म मार्छु, एकदमै बढी मात्रामा उसले चाहिँ त्यो रस्सी खोल्ने ट्राई गर्दै थियो। एउटा भयभीत वातावरण प्रेरित त्यति बेला थियो। अनि जीवनमा कैयौँ भूतात्मा खेद्ने काम गरियो प्रभुको अनुग्रहमा, तर त्यस्तो डर मलाई लागेको थिएन जहाँ म त्यति बेला डराएँ। एकदमै बेसी म पनि भयभीत भएँ। अनि राति लगभग 11:30तिर म अलिअलि निदाउने प्रयास गर्दाखेरि ऊ भन्ने एउटा आवाज आयो। अनि यो आवाज परमेश्वरको हो, मैले सुनेँ। झराझुरुकमा उठेँ अनि छोरा उठ, अब रेडी हो, म मेरो शक्ति प्रकट गर्छु भन्ने एउटा आवाज मैले सुनेँ। अनि यो त पवित्र आत्माको आवाज हो। मैले तत्काल उठाएँ सबैजनालाई। अनि उठाएपछि त्यहाँदेखि एउटा मैले भाइलाई शक्ति छ, उदयको शक्ति छ गीत गाउन लगाएँ। त्यहाँदेखि गीत गाउन थालेपछि ऊ एग्रेसिभ भयो। तिमीहरूले मलाई कुनै पनि हालतले निकाल्न सक्दैनस्, तँले मलाई निकाल्न सक्दैन, पुरा गाली गर्नु थाल्यो हामीलाई। अनि हामी एकदम एग्रेसिभ भयो, म एकदमै एग्रेसिभ भएँ। त्यसको बादमा प्रेयर त निस्किनै पर्छ, त जानै पर्छ, म जान्न, मलाई ननिकाल प्रेयर। जब भूतात्मालाई निकाल्दाखेरि भूतात्माले यो पनि प्रेयर त्यति बेला बिन्ती गर्यो, मलाई चियानसम्म त जान दे, तर मलाई बटमलेस स्पिरिट जो म तपाईँलाई बताउँछु, अर्धलोक भन्ने कुरा म तपाईँलाई बताउँछु, मलाई अर्धलोकमा नपठाउनु, मलाई अँध्यारोमा नपठाउनु, त्यहाँ म जानु सक्दिनँ, त्यहाँ आगो छ। प्रेयर त्यो भूतात्माले बिन्ती गर्यो, नरकुण्ड नजाने प्रेयर। एउटा अनौठो ट्रुथ हो प्रेयर। पढ्नु एउटा कुरा हो, बुक स्टडी गर्नु अर्को कुरा हो, तर फेस गर्नु प्रेयर अर्को कुरा हो। अनि त्यसको बादमा एकदमै बढी मात्रामा तँ निस्केर जानै पर्छ, तँ जा भन्दाखेरि के भने भन्दाखेरि मलाई तिमीले निकाल्यो भने म मिसनरी भित्र म पस्छु, म पास्टरभित्र पस्छु, म मिसनरी भित्र, म प्रेसिड वर्शिप टिम भित्र म पस्छु भनेर यसरी नै भन्यो। अनि अझै ऊ हाँस्नु थाल्यो। अनि हाँसेपछि मैले पहिला पनि कैयौँ पास्टरहरूलाई मैले व्यभिचारमा गिराएको छु। पास्टर सरले, मिसनरीहरूले चाहिँ, प्रेसिड वर्शिप लिडरहरूले चाहिँ व्यभिचार गर्दै उनीहरूलाई मैले व्यभिचार गर्न लगाएको छु। अनि व्यभिचार गर्दै उनीहरूले पुलपिटबाट प्रेसिड वर्शिप गरेको छ, व्यभिचार गर्दै मेरो सेवा गरेको छ। एकदम डरलाग्दो तरिकाले हाँस्दै उसले त्यो कुराहरू प्रेयर भन्यो। अनि मेरो लागि यो पहिलो थियो भूतात्मासँगको इन्काउन्टर प्रेयर। त्यसको बादमा एकदम बढी मात्रामा त्यहाँदेखि म आफै पनि रिसाएपछि त्यहाँदेखि मैले एउटा शब्द उसलाई भने तकोस भन भन्दाखेरि उसले 2टा नाम लियो। एउटा चाहिँ म सुनिता हो अनि एउटा चाहिँ म लक्ष्मी हो भनेर भन्यो। अनि म एकदम अचम्मित भएँ, म त डराएँ पनि। ओहो, सुनिता त मेरो बुढीको नाम हो। अनि एकदम मात्रामा म डराएँ, कसरी यसले मेरो बुढीको नाम लिँदैछ।
अनि सुनिताको नाम र लक्ष्मीको नाम लिएपछि त्यहाँदेखि अब को हाम्रो फाइट हुँदैछ एकदमै मात्रामा। अनि त्यसको बादमा ए सुनिताको आत्मा त निस्की, ए लक्ष्मीको आत्मा त निस्की भनेर चाहिँ मैले कराउन थालेपछि चाहिँ एकछिन त्यो केटी साइलेन्स भयो। अनि म निस्केर गएँ भने उसको अलिकति होस आयो। अन्त मैले बहिनी नाम काटेर मैले भने बहिनी तिमीहरूले ठिक भयो भन्दाखेरि पास्टर बुवा मेरो होस आउँदैछ, म कहाँ छु अहिले, कहाँ छु भने मैले सुनिता खै, लक्ष्मी खै भन्दाखेरि हेर्नु नि सुनिता मेरो सामने उभिराखेको छ, लक्ष्मी मेरो सामने उभिराखेको छ, सुनिताले पनि केस छोडेको छ, लक्ष्मीले पनि केस छोडेको छ, उनीहरूको अनुहार देख्नु सक्दैन, यिनीहरू डरलाग्दो देखिराखेको छ। गुरुभाइ यिनीहरूलाई खेदिदिनु नि मेरो जीवनबाट, खेदिदिनु नि यिनीहरू फेरि म भित्र पस्छु भन्दैछ। एकदम डरा, एकदम उसको होस कता आयो। त्यसबादमा मैले भाइ बहिनीलाई भने लु तिमीले डाँट यो सुनिताको आत्मालाई, यो लक्ष्मीको आत्मालाई डाँट्दै टोइलेट बाथरुमबाट यो बिल्डिङबाट निकाल मैले भने। अनि तेल र पानीमा प्रार्थना गर्दै गयो त्यो नयाँ भाइ बहिनीहरू। ए सुनिताको आत्मा लक्ष्मीको आत्मा त निस्केर डाँट्दै त्यो बहिनीको अलिकति अझै राम्रो होस् आयो। मैले बहिनी गयो, सुनिता गयो, लक्ष्मी गयो भन्दाखेरि ऊ पर टोइलेटमा बसिराखेको छ दुईजना। अनि त्यो खिर्कीबाट चियाउँदैछ, मतिर आउने प्रयास गर्दैछ। गुरुबा अझै निकालिदिनु। त्यसको बादमा प्रेयरहरू अझै म रिसाए आत्मामा। अनि मैले बहिनीलाई भने बहिनी अब तिमी आफै कराउ त, सुनिताको आत्मा मलाई दुःख नदे, लक्ष्मीको आत्मा मलाई दुःख नदे भनेर कराउ त भनेर त्यहाँदेखि डरलाग्दो ऊ करायो। ए सुनिताको आत्मा लक्ष्मीको आत्मा तो भाग यहाँबाट मलाई दुःख नदे भाग भनेर पुरा ऊ कराएपछि चाहिँ प्रेयरहरू त्यो बिल्डिङ हलिने गरी त्यो केटी करायो। हाम्रो भाइहरू म पनि कराएपछि चाहिँ अन्तमा गएर उनको होस आयो। अनि जयमसी गुरुबा भनेर भने सबलाई जयमसी गरेँ। अनि मैले प्रश्न गरेँ बहिनी तिमीले भन सुनिता को लक्ष्मीको भन्दाखेरि सुनिता चाहिँ गुरुबा मेरो सानोको साथी हो। म जब राम्रो क्रिस्चियन थिएँ यो साथी मेरो जीवनमा आयो, एउटा यो हिन्दू साथी हो। यिनले चाहिँ मलाई बिगार्दै लग्यो, यिनले मलाई चुरोट खान, बियरहरू खान, यिनले मलाई चर्च नजान, यिनले मलाई संसारिक कुराहरू गर्न, व्यभिचार गर्न सिकाउँदै लग्यो। अनि मैले गर्दै लगेँ। म एकदम प्रभुबाट टाढा भएर गएँ। अनि यो केटी चाहिँ यो मेरो साथी चाहिँ नेपालको एउटा जग्गामा मसँग एकदम लामो समयसँग बस्यो। यो सँगै हामी खान्थ्यौँ, सँगै बस्थ्यौँ, हामीले कपडाहरू चेन्ज गरेर लगाउँथ्यौँ, जुठोहरू खान्थ्यौँ। अनि यिनको चाहिँ केही वर्ष अगाडि मृत्यु भयो। अनि मृत्यु हुनुभन्दा एक दिन अगाडि पनि हामी सँगै बेडमा सुतेको थियौँ। यिनले सुसाइड गर्यो, यिनले आत्महत्या गरेर मरेको। अनि आत्महत्या गरेर मरेपछि चाहिँ 1 महिना लगभग चाहिँ भोलि प्रयास गर्छु। अहिलेलाई म तपाईँलाई यो बताइराखौँ, थर्ड हेभनमा जो मेडल प्याराडाइज छ त्यहाँ तपाईँको आत्मा जाँदछ। र तपाईँले विभिन्न मानिसको बुकहरू तपाईँले पढ्नु आउँदो दिनमा किताबको नामहरू म दिन्छु तपाईँलाई, इन्टरनेटमा गएर खोज्नु होला, उहाँको रेभलेसनहरू वचनको प्रकाशहरू तपाईँले हेर्नु होला, अनि तपाईँले स्टडी गर्नु होला। अहिले म तपाईँलाई आत्माको बारेमा यो कुरा लेखिराख्न चाहन्छु र यहाँ आएर म ब्रेक हुन चाहन्छु ल। र अब फेरि म फेरि आउनुपर्छ शरीरको बारेमा, म फेरि आउनुपर्छ प्राणको बारेमा, नक्सा मैले अर्को बनाएर तपाईँलाई बताउनु पर्ने हुन्छ। र अब म फेरि आउँछु हिजोको टेस्टिमोनीमा। हिजो मैले तपाईँलाई भूतात्माहरू चाहिँ माथिबाट प्रेयर माथिबाट लुसिफर दूत र 33% एन्जलहरू चाहिँ तल झरेपछि चाहिँ भूतात्माहरू भए, कयौँ भूतात्माहरू भए, अनेकौँ भूतात्माहरू भए। अनि एन्जलहरू चाहिँ, अनि लुसिफर दूत चाहिँ के भए? लुसिफर दूत चाहिँ शैतान भए भन्ने कुरा मैले हिजो तपाईँलाई बताएँ, शैतान भए भन्ने कुराहरू। अनि हिजो मैले एउटा प्रमाण दिएँ तपाईँलाई, 2000 भन्दा बेसी सुँगुरहरू नेपाली बाइबल अनुसार, तर अङ्ग्रेजी बाइबल अनुसार चाहिँ 3000 to 6000 सुँगुरहरू भित्र भूतात्मा पसेको कुराहरू बाइबलले बताउँदछ। अनि मैले हिजो तपाईँलाई एउटा टेस्टिमोनी, नेपालको टेस्टिमोनी मैले तपाईँलाई बताएँ। अनि युट्युबमा तपाईँले इजरायलको युट्युब को कसले हेर्नुभयो? इजरायलको युट्युब मैले बोल्दै गरेको इजरायलको युट्युब हात उठाउनुहोस् त। इजरायलको मैले बोल्दै गरेको युट्युब को कसले हेर्नुभयो? छोराले हेर्नु, एकजनाले, अरू भाइले हेर्नुभयो, यहाँ पास्टर आमाले हेर्नु भएको छ जहाँसम्म लाग्छ हिजो मैले सुन्दाखेरि। तपाईँले हेर्नु भएको छैन इजरायलको युट्युब? हेर्नु भएको छैन, बिहाउनु भएन होला तपाईँले है। यो 2014 को कुरा हो। मलाई यही विषयमा पढाउनका लागि मलेसियाको एउटा चर्चले बोलाउनु भयो।
अनि त्यो चर्चमा अचम्मको काम के भयो भने त्यो चर्च चाहिँ एकदमै राम्रो चर्च हो। अनि त्यो चर्चमा लगभग 130-40 जनाको साथ भिड थियो। 3 दिनको त्यहाँ सेवकाई थियो। अनि त्यो सेवकाई चाहिँ लगभग लिडरहरूको बिचको सेवकाई त्यहाँ थियो, सानो या ठुलो, कोही कोही बिलेबर पनि आउनु भएको थियो। पहिलो दिन नै 7-8 घण्टाको मेरो क्लासमा कैयौँ यस्तो मिराकलहरू भए। मानिसले खैनी खाँदै गरेको, जाडो से खाँदै गरेको, बियरहरू खाँदै गरेको कुराको, छुटकाराको कुराहरू, ताजवा खाँदैछ भन्ने थुप्रै कुराहरू त्यो पहिलो दिनमा नै भए। सेकेन्ड डेमा पनि त्यस्तो कुराहरू, धेरै कुराहरू भयो। मानिसले प्रस्तावहरू गरे। एउटा भाइले म फिलिपिनो केटीसँग बस्छु पेसाविधिको रूपमा, मेरो बुढी छ, एउटा केटीलाई मैले राखेको छु रुममा भन्ने कुराहरू, र म त्यहाँ व्यभिचार गर्न जान्छु आएर प्रस्तावहरू गरे। त्यो सेकेन्ड डेमा धेरै मिराकलहरू भयो 3rd डेसम्ममा। तर मेरो एकदम भित्रबाट चित्त बुझेन के चाहिँ भएको छैन, के भएको छैन। म सेटिस्फाई भइराखेको छुइनँ आत्मामा। अनि म सेटिस्फाई नहुनुको मतलब चाहिँ परमप्रभु पवित्र आत्मा चाहिँ सेटिस्फाई नहुनु हो। किनकि मेरो शरीरभित्र परमेश्वर पवित्र आत्माको मन्दिर भएको कारणले गर्दा वचन पहिलेको त्यतिको अनुसार म सेटिस्फाई नहुनु नै म भित्र भएको पवित्र आत्मा सेटिस्फाई नहुनु हो। अनि एनिवे मैले केही त्यस्तो समाधान पनि पाइनँ। अनि म किन सेटिस्फाई भइराखेको छैन, म भित्र भएको पवित्र आत्मा किन उकुस हुनुहुन्छ, त्यो त्यतिकै भइराखेको थियो। नि रात 11:30तिर मलाई कोही भाइले एपोइन्टमेन्ट माग्नु भयो मेरो रुममा। मैले एपोइन्टमेन्ट दिएँ उहाँहरूलाई। लगभग 12 बज्नु केही मिनट अगाडि एउटा स्त्री, एउटा बहिनीले मलाई एपोइन्टमेन्ट माग्नु भयो फोनमा। अनि गुरुबा म 5 मिनट तपाईँलाई समय माग्छु, मैले माग्नै पर्छ तपाईँलाई, म बहुत समस्यामा छु। अनि मैले भने यत्रो रात भएको छ, यो यति ठुलो चर्चमा कोही पनि छैन यो रुममा, तपाईँ एउटा स्त्री, एउटा पुरुष मान्छे, यो रातमा तपाईँलाई एपोइन्टमेन्ट दिनु सक्दिनँ। अनि जबरजस्ती गर्नुभयो, म आउँछु गइहाल्छु। अनि मैले म तपाईँलाई बेसी टाइम दिनै, 4-5 मिनट बाहेक म दिँदै हुन्छ गुरुबा भनेर एउटा बहिनीलाई मैले राति मेरो रुम एपोइन्टमेन्ट दिएँ। 3 तला बिल्डिङमा थिएँ। अनि मेरो पाला उहाँ आउनुपर्छ, खिड्कीहरू दरवाजा मैले खुला राखेँ। अनि म सब भाइ पहिला चाहिँ जब उनी पछि आयो, अति नै सुन्दरी, अति नै ब्युटी। अनि उनको ड्रेसहरू एकदमै मात्रामा एकदमै छोटो लुगा लगाएको, प्रायः उसको शरीरको अङ्गहरू देखिने लुगा लगाएको मेरो सामनेमा आउनुभयो। अनि मैले म तपाईँलाई छक्कै परेँ। अनि के छ तपाईँको भन्नु, के छ बहिनी भन्दाखेरि, गुरुबा म 3 दिनदेखि लगातार म क्लासमा बसेँ। अनि मलाई तपाईँले हेर्नुहोस्, तपाईँले राम्रो तरिकाले म कस्तो खालको मान्छे भनेर। 3 दिनदेखि जब म बसेँ, म भित्र कैयौँ शैतानहरू रहेछ, र म चाहिँ तपाईँको अगाडि मेरो जीवनबाट शैतान निकालिदिनुहोस् भनेर म तपाईँको अगाडि आएको। र म चाहिँ यस्तो खालको केटी हुँ, सानैदेखि म राम्रो विश्वासी हुँ, मलाई परमेश्वर प्रदानले भरेको। तर यङ एजमा म बिग्रिँदै गएँ, प्रभुबाट म टाढो भएँ। अनि एकदमै नराम्रो भएँ म। अनि यति साह्रो नराम्रो अहिले म छु कि मलाई तपाईँले देख्दै हुनुहुन्छ मेरो ड्रेसहरू। कैयौँ पुरुषहरूलाई मैले फसाएको छु अहिलेसम्ममा। र यो प्रक्रिया चाहिँ 8-10 वर्ष भयो मैले यो पुरुषलाई फसाएको। अनि कैयौँ नानीहरू मैले जन्माएको छु, लावारिस नानीहरू। कोही नानी कहाँ छ, कोही नानी कहाँ छ, मलाई थाहा पनि छैन। अनि म चाहिँ चेन स्मोकर पनि हो, म बियर खान्छु, म ताजजुवा खेल्छु। र म चाहिँ प्रत्येक दिन एउटा नयाँ केटा म फसाउँछु सहरमा। र म जब बाहिर निस्किन्छु, कैयौँ सहरको केटाहरूले त्यो भिडहरूलाई छोडेर मलाई पिछा गर्छन्। अनि मलाई पिछा गरेपछि मलाई जुन केटा मनपर्छ त्यो केटा टिपेर म जान्छु होटलमा। अनि म मजा गर्छु। यो प्रक्रिया मेरो डेली चल्छ। मैले भर्खर बिहा गरेँ, तर बिहा गरेर पनि म मेरो श्रीमानलाई छकाएर यो काम मैले गरिराखेको छु। अनि प्रत्येक दिन मैले एउटा नयाँ केटा नफसाइ हुँदैन। र मैले नयाँ केटासँग म होटलमा गएर म जबसम्म मोज मजा गर्दिनँ तबसम्म मेरो चित्त बुझ्दैन। यो मेरो प्रत्येक दिनको घटना हो। अनि मलाई अब थाहा भयो 3 दिनको टिचिङले कि म भित्र कैयौँ भूतात्मा रहेछ, तपाईँले निकालिदिनुहोस् भन्नुभयो। अनि मैले भने तिमी बहिनी यहाँबाट गइहाल, चाँडै गइहाल भने म केही प्रार्थना गर्दिनँ हजुरको लागि म काउन्सिलिङ पनि गर्दिनँ अहिले, हजुरलाई अहिले म केही पनि गर्दिनँ, हजुर गइहाल्नु भनेर मैले केही मिनिस्ट्री गरिनँ उहाँलाई। मैले तत्काल उहाँलाई निकालिदिएँ मेरो रुमबाट है। त्यहाँदेखि जानुभयो उहाँ। मैले केही शब्द नभनी, केही प्रार्थनाको शब्दहरू नभनिकन प्रभुले निको पार्नुहुन्छ, चङ्गाइ गर्नुहुन्छ, भूतात्मा खेल्ने केही कुरा गरिनँ मैले। तत्काल मैले पठाइदिएँ। अनि पठाएपछि प्रार्थनामा बसेँ म। तिनी गएँ। 12:30 लगभगतिर एउटा SMS आएर मेरो मोबाइलमा।
मैले सुने मेरो मोबाइलको घन्टी बज्यो अनि जब मैले मोबाइल चेक गरेँ त्यो छोरीले यस्तो लेखेको रहेछ बहिनीले पास्टर बा अहिले म मेरो श्रीमानसँग सुतिराखेको छु मेरो श्रीमान उता फर्केर सुतिराखेको छ अनि म चाहिँ अहिले यस्तो समस्यामा छु लगभग 6-7 फिटको एउटा डरलाग्दो आकार कालो आकार यो त शैतानले हो मेरो अगाडि उभिराखेको छ अनि म चाहिँ यति साह्रो भयभीत छु यति साह्रो म डराएको छु मलाई आज यो शैतानले पक्का पनि मार्छ मलाई तपाईँले हेल्प गर्नुहोस् भनेर एसएमएस गरेँ अनि मैले तत्काल फोन गरेँ अनि मैले फोन गरेपछि हजुरको हस्बेन्ड कहाँ छ भन्दा सुतिराखेको छ अनि हजुरको साथीमा को छ भन्दाखेरि एउटा डरलाग्दो मान्छे उभिराखेको छ 6-7 फिटको मान्छे उभिराखेको यो त पक्का पनि शैतान हो मैले देखिराखेको छु अनि मैले आँखा चिम गरेर म प्रार्थना गर्छु अनि मैले प्रार्थना गरेँ जोडले मैले प्रार्थना गरेँ वचन मैले बोलेँ स्वर्गदूतहरू पठाएँ वचन अनुसार अनि अब तिमी सुत तिमीलाई शैतानले छोडेर गएको छ मात्रै भनेको थिएँ मैले मेरो दरवाजा 3 स्टोरेज बिल्डिङ जो म एक्लै बसेको जो दरवाजा छ बिल्डिङ एकदमै डरलाग्दो तरिकाले मेरो दरवाजामा हिर्कायो कसैले मेरो दरवाजा तोडिला जस्तो भयो बम पड्केको जस्तो भयो मेरो 3 तला बिल्डिङ हल्लियो अनि मलाई एउटा आवाज आयो परमेश्वरबाट छोडा त एकदम अब तयार हो तँलाई शैतानले अब गाँस्न आएको छ तँलाई अब मार्न आएको छ त तयार एउटा आवाज आयो म तत्काल उठेँ अनि उठेर टङमा अन्य भाषामा प्रार्थना गरेँ प्रार्थना गरेँ प्रभुको वचन दाबी गरेँ आराधना गरेँ लगभग 12:30 पाउने 1 देखि त्यो युद्ध सुरु भएको बिहान 4 बजीसम्म म कन्टिन्यू प्रार्थना बसेँ असिन पसिन भए म एकदम डरलाग्दो मेरो युद्ध भयो अनि 4 बजे एउटा आवाज आयो हे छोरा आज बिहान त्यो बिल्डिङमा जा जुन जग्गामा त्यो केटी बसेको छ तर एक्लै नजा त कुनै न कुनै साथीहरूसँग त जा र साथीहरू चाहिँ मोटरबाइक लिएर आएको हुन्छ अनि मोटरबाइकमा तल जाऊ भन्छ त मोटरबाइकमा नजा मोटरबाइकमा गयो भने तल बाटोमै मार्छ एक्सिडेन्ट गराएर त नजा अनि तत्काल परमेश्वरले मलाई स्ट्राटेजीहरू दिनुभयो अनि मैले तत्काल पास्टरबालाई फोन गरेँ 2 जना अगुवालाई मैले फोन गरेँ लो पास्टरबाहरू तपाईँहरू तत्काल आउनु पर्यो आज बेलुका यस्तो फाइट भयो मैले कुरा गरेँ उहाँहरू 8 बजी बिहान आउनुभयो अनि मैले फास्टिङ सेट बनाएको थिएँ उहाँहरूलाई साँच्चै पास्टरबाहरू मोटरबाइकमा आउनुभयो अनि स्थानीय अगुवाले मलाई मोटरबाइकमा जाऊ भन्नुभयो मैले भने तपाईँले मलाई मोटरबाइकमा लानुभयो भने स्पोर्ट डेड हुन्छु म अहिले एक्सिडेन्ट गराएर र तपाईँले मलाई मरेको पाउनुहुन्छ कि प्रब्लम अघि भनिसक्नु भएको छ हामी मोटरबाइकमा जाँदैन अनि उहाँले चर्चको गाडी निकाल्नुभयो हामी सबै मोटरबाइक राखेर चर्चको गाडीमा गयौँ लगभग 13 तला बिल्डिङमा बस्नु हुँदो रहेछ त्यो छोरी गयौँ अनि गएपछि लगभग कामी राखेको रहेछ ड्रगले उसको श्रीमान पनि बसिराखेको रहेछ हामी गयौँ अनि गएपछि पहिला परमेश्वरले मलाई यसरी भन्नुभयो पहिला यो बहिनीको घरको कोठाहरू तलासी गर प्रत्येक बेड प्रत्येक कोठाहरू तलासी गर बाकसहरू तलासी गर सबै कुरा तलासी गर भन्नुभयो अनि मैले पास्टरबालाई भने पास्टरबा परमेश्वरको आत्माले यो घरको प्रत्येक कोठाहरू तलासी गर भन्दै हुनुहुन्छ अनि पास्टरबाले भन्नुभयो पास्टर जीवनलाई हजुरको कोठाहरू तलासी गर भन्दै हुनुहुन्छ हजुरले अब अनुमति दिनु पर्यो किन उहाँ त पास्टर हो अनि 2 जनाले एकदम लो अब हाम्रो कोठाहरू तलासी गर्नुहोस् भनेर चाबीहरू दिनुभयो प्रियहरू जब हामीले तलासी गर्दै गएको कोठाहरू रुमहरू बाकसहरू लगभग 400 देखि लिएर 500 वटा चाहिँ हामीले डिभिडी निकाल्यौँ डिभिडी अडियो क्यासेटहरू हामीले निकाल्यौँ हरर पिक्चरको घिनलाग्दो पिक्चरहरू संसारिक पिक्चरहरू घिनलाग्दो सेक्सुअल पिक्चरहरू थाक हामीले निकाल्यौँ त्यसको बादमा अझै हामीले जाँच गर्दै लगेको कोठामा सिक्रेटहरू खैनीहरू बियरको बोतलहरू निकाल्दै लग्यौँ थाक लाउँदै लग्यौँ हामीले अनि त्यसको बादमा यस्तो डरलाग्दो अकल्टिजमहरू विचक्राफ्टहरू गर्ने सामानहरू रहेछ त्यो घरभित्र हामीले त्योहरू पनि निकाल्यौँ अनि फाइनली गएर प्रेयरहरू बहिनीको लुगा र कपडाहरू हामीले निकाल्यौँ अनि मैले प्रभुदासलाई भने एकदम सरी यो बहिनीको कपडाहरूमा पनि डरलाग्दो डिमोनिक कुराहरू छ अनि सबै बहिनी र त्यहाँको हस्बेन्डले त्यो कपडा निकाल्नु लाउनु भयो अनि कुनै पनि कपडा राम्रो थिएन एकदम सानो कपडा लङ्गेस्ट कपडाहरू थिएन थाक हामीले बनायौँ अनि एकदम अनुमति दिनुभयो हामीलाई बहिनी र भाइले अनुमति दिनुभयो अनि त्यसको बादमा बहिनीले घोडा टेक्नु भएको थियो भाइले घोडा टेक्नु भएको थियो हामी सबैजनाले घोडा टेकेको थियौँ तर प्रभुको आत्माले मलाई भन्नुभयो छोरा आज चाहिँ तैँले घोडा टेकेर प्रार्थना गर उभिएर प्रार्थना गर त्यो पनि आँखा खोलेर प्रार्थना गर भन्नुभयो अनि हामी सबैजना प्रार्थना गर्न थालेपछि प्रेयरहरू प्रार्थना सुरुवात गऱ्यौँ मैले जीवनमा सायद पहिलो पल्ट जस्तो लाग्छ आँखा खोलेर प्रार्थना गरेको स्पिरिचुअल वारफेयरमा चाहिँ
अनि आँखा खुल्ला राखेको छु मैले सबैजनाले प्रार्थना गर्नु थाले त्यो बहिनीले हात उचालेको थियो जब प्रार्थना गर्दै गर्दाखेरि एकैचोटि बहिनीले आफ्नो शरीर झट्काउनु भयो झटाक हात झड्काउनु भयो त्यहाँदेखि चाहिँ त्यो पनि जब हामी इन्करेजको साथमा पढ्छौँ अनि हामी कमिटमेन्ट गर्छौँ परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ अनि प्रयोग गर्नुहुन्छ हालेलुया हुनसक्छ तपाईँले यहाँ धेरै एज पुगेर आउनुभयो सिक्नका लागि मेरो समय छैन मैले धेरै वृद्ध एज भएर म सिकिराखेको छु तपाईँले त्यस्तो नठान्नु होला किनकि परमेश्वरले तपाईँलाई तपाईँको अझै ओल्ड एजमा पनि अलिकति यङ एजमा पनि ओल्डर एजमा पनि परमेश्वरले तपाईँलाई प्रयोग गर्न चाहनुहुन्छ म आफै पनि पढ्दैछु प्रेयर अहिले म आफै पनि अहिले बाइबल पढिराखेको छु मैले पनि कोही समयमा गएर इक्जामहरू दिन्छु यो पढ्ने र सिक्ने प्रक्रिया जीवनमा कहिले सकिँदैन हालेलुया र म उत्साह दिन्छु तपाईँहरूलाई अनि प्रभुको दासहरूले कसरी भिजन राख्नुभयो सबैजनाको लागि तपाईँहरूको लागि मेरो लागि प्रभुले प्रभुको दासहरूलाई ब्लेसिङ दिनुहोस् र आशिष दिउन् अझ एउटा कुरा पोखरामा हामी 1994 मा थियौँ पास्टर राजेश थियौँ हामीसँगै स्टुडेन्ट थियौँ 4-5 महिना अनि विभिन्न स्टुडेन्टहरू आएको हुन्छ तालिममा एउटा स्टुडेन्ट थियो दालखुट्टाको अक्ले बाहुन ब्राह्मण मान्छे 6.5 फिट अग्लो मेरो रुममेट पनि अनि उनी चाहिँ यस्तो खालको स्टुडेन्ट थियो म चाहिँ त्यसरी 8 घण्टा प्रार्थना समिति व्यक्ति थिएँ अनि उनले चाहिँ दिनमा बिहान बेलुका गरेर 2-2 मिनट 4 मिनट मात्रै प्रार्थना उहाँले गर्नुहुन्थ्यो त्यस्तो रुममेट मेरो पर्यो अनि उनलाई चाहिँ मण्डलीको पास्टरले नै त्यस्तो सिकाएको थियो भनेर उहाँले भन्नुहुन्थ्यो मलाई चाहिँ 2 मिनट मात्रै प्रार्थना गर्नुपर्छ बिहान र बेलुका भनेर सिकाएको छ र मेरो रुममेट चाहिँ जीवन ज्योति पर्यो दार्जिलिङबाट यिनले चाहिँ मेरो व्यक्तिगत जीवन मेरो विश्वासले खलबलाइदियो यो मान्छे चाहिँ ठिक मान्छे होइन मेरो विरोध गर्थे बाइबल स्कुलमा अनि हामी रुममेट थियौँ अनि पुरा मेरो विरोध गर्थ्यो उनले बेसी प्रार्थना मैले गर्ने भनेर मजाक गर्थ्यो अनि कोही बेला बाइबल स्कुलमा ए साथीहरू केटाहरू तिमीले यहाँ खालि बाइबलको मात्रै कुरा नगर यीशुको मात्रै कुरा नगर तैँले यहाँ एमालेको कुरा गर यहाँ तैँले मार्क्सवादीको कुरा गर पार्टीको कुरा गर पनि भन्थ्यो त्यो साथीले एक किसिमको साथी थियो त्यति बेला उनी अनि मलाई त झन् एकदमै मात्रामा उसले खेले उडाउँथ्यो सँगै रुममेट हामी थियौँ यो जीवन ज्योति भन्ने दार्जिलिङबाट आएको मान्छे यो कस्तो खालको मान्छे हो के रामले प्रार्थना गरेको सुत्नै दिँदैन रातभरि यसले यति साह्रो कसरी प्रार्थना गर्छ यसले घरमा ब्रेकफास्ट के खायो कति खायो यसले लुगा कस्तो लगाएको छ यसको सर्टमा कतिवटा बटन छ सबैले प्रार्थना गर्छ भनेर हँसाउँथ्यो बाइबल स्कुलमा म सुनिबस्थेँ उनी आफ्नै तरिकाको साथी थियो अनि हाम्रो एउटा ग्रुप थियो प्रार्थनाको ग्रुप थियो 8-9 जनाको ग्रुप जस्तो बाइबल स्कुल सकाएर पनि हामी बिहान बेलुका 1.5-2 घण्टा फेलोसिप गर्थ्यौँ अनि बिहान बेलुका फेलोसिप मेरै प्रायः रुममा हुन्थ्यो अनि हाम्रो रुममा फेलोसिप सुरु भएपछि चाहिँ त्यो साथी निस्किहाल्थ्यो थियो बोरिङ ग्रुप भनेर एकदमै तैले गर्दाखेरि यो रुममा सब साथीहरू आउँछ प्रार्थना गर्नु म चाहिँ गएँ भनेर बाहिर निस्किहाल्थ्यो त्यो साथी अनि एक दिन चाहिँ बस्यो तिमी फेलोसिपमा म आज बस्छु तिमीहरूसँग अनि हामीले चाहिँ 7-8 जनाले चाहिँ आओ पूजाओ राज पूजाहरू गीत गाउँदै थियौँ अनि त्यो साथीले के भने ए रुख तिमीहरू रोक अहिले भजन नगा भन्नु उसले अनि हामी रोक्यौँ हाम्रो साथीले त्यसो भनेपछि अनि हेर तिमीहरूले गीत जब अहिले गायो मलाई एउटा कुराको सम्झना भयो मेरो घरको भन्नु मैले के छिटो भन् हाम्रो फेलोसिप पनि डिस्टर्ब गरेछ भन्दाखेरि अहिले तैँले तिमीले गीत गायो नि त्यो गीतको स्वरहरू सुन्दाखेरि चाहिँ मेरो घरको एउटा बोकाको याद आयो पहिला यसरी नै बोकाले गीत गाउँथ्यो अनि बोकाको हाम्रो घरको बोकाको स्वर र तिमीहरूको स्वर एउटा हो भनेर भन्यो अनि हामी गलल हाँस्यौँ हाँस्ने कुरै थियो सबैजना गलल हाँस्योपछि चाहिँ ऊ पनि हाँस्यो तर प्रियहरू जब हामी हाँस्दै थियौँ त्यो मान्छे गरेर यसरी चिचायो त्यहाँ भुइँमा डङ्गै लड्यो हेर्नुहोस् त्यहाँदेखि म मरे मेरो रुखको रुखै उसले पुरा फिजहरू काट्यो मरे कि मरे यहाँ हिर्का हेर्नुहोस् है हामीले लक खायौँ त्यति बेला त्यहाँ एउटा आवाज आयो मलाई परमेश्वरले मैले प्रहार गरेँ यसलाई अनि अहिले
तिमीले यसको लागि प्रस्ताव गरेनौ भने यिनी मर्छ भनेर मलाई प्रभुले भन्नुभयो। मैले तत्काल मेरो साथीहरू मैले त्यो कुरा गरेँ नि। हाम्रोबाट हातहरू बाँधेर हामी रोयौँ। त्यो मान्छे त बेहोस आयो कि आयो, सासै गएको जस्तै भयो, नाकबाट पानी निस्क्यो। परमेश्वरले भन्नुभयो, मैले प्रहार गरेँ। प्रेयर त्यहाँदेखि हामी रोयौँ पुरा 15-20 मिनट हामी रोयौँ। रोएपछि चाहिँ त्यहाँदेखि पुरा रोयो। अनि प्रभु म अब कहिल्यै पनि खेलवाड गर्दिनँ, कहिले पनि म खेलवाड गर्दिनँ, कहिले पनि यसरी खेलवाड गर्दिनँ। त्यहाँ त्यो मान्छे त्यो दिन बदल्यो। हालेलुया। त्यो दिन बदल्यो भने त्यहाँदेखि कहिल्यै पनि जिन्दगीमा मेरो विरोध गरेन, लामो प्रार्थना गरेको विरोध गरेन, अनि परमेश्वरको विरोध कहिले गरेन। प्रभु महिमा होस्। अहिले पनि पास्टर भएको छ। हालेलुया। उहाँ त ग्रेट पास्टर भएको छ पनि धनकोटामा अहिले एकदम रेपुटेड पास्टर हुनुभएको छ उहाँ। अनि मलाई सम्झना आयो तपाईँले यहाँ तालिममा हुनुहुन्छ, कतिको सिरियसनेस लिनुभएको छ। म आशा गर्छु तपाईँ सबैजनाको सिरियसनेस लिनुभएको छ। हालेलुया। अनि प्रभुले प्रहार गरेको मैले त्यति बेला देखेको छु र मलाई जहाँसम्म लाग्छ मैले तपाईँको आशिषको रूपमा यो कुरा राखेँ। र क्लासको लागि हामीहरू प्रार्थना गरौँ। कसले प्रार्थना गर्नुहुन्छ क्लासको लागि? विल बी द भलिन्टियर। म प्रार्थना गर्छु। कोही पनि आउनु अगाडि हजुर ल उहाँले छोटो प्रार्थना गर्नुहुन्छ क्लासको लागि। आउनुहोस् हामी आँखा छिमेर। स्वर्गमा विराजमान हुनुहुने परमेश्वर पिता पुत्र पवित्र आत्मा, तपाईँलाई धन्यवाद दिन्छु। घडीमा आज हामीलाई यो बिहान प्रकाश प्रभु आफ्नो दास सिक्नमा तपाईँले भएको छ। आफ्नो महादासलाई दासको जीवन हामीले आशा गरेको छौँ तपाईँले हामीलाई अवश्य निर्माण आजको दिनदेखि प्रभु आज तपाईँले तपाईँलाई स्वागत छ आजको दोस्रो क्लासमा। हिजो मैले धेरै कुराहरू सिकाउन कोसिस गरेँ तपाईँलाई। म आशा गर्छु नयाँ कुराहरू दिनुभएको कुराहरू तपाईँको अगाडि हामी टिचर्सहरूले पास्टरले राखिराखेको छौँ। आज एक दुईवटा नक्साहरू पनि म बनाउँछु तपाईँको अगाडि। त्यसको बादमा आज धेरै काम हामीले गर्नुपर्नेछ र 3वटा फर्स्ट हेभन, सेकेन्ड हेभन अनि थर्ड हेभनको कुराहरू हामीले हेर्दै जाँदाखेरि हाम्रो बडी सोल एन्ड स्पिरिट, शरीर प्राण आत्मा र हाम्रो मृत्यु भइसकेको बादमा शरीर प्राण आत्मा अलग अलग जग्गामा जाँदछ। यो परमेश्वरको दासले पाउनुभएको रेभलेसन अनि स्टडी मसँग आफैले पनि पाएको रेभलेसन र यो स्टिल जेरक्स गर्नु बाँकी छ। सायद भोलितिर हामी जेरक्स गर्छौँ या भरेतिर नक्सा बनाउने म प्रयास गर्छु। कालो थियो नि तपाईँले सिक्नुभयो 3वटा, पहिलो, दोस्रो र तेस्रो यो फर्स्ट हेभन, सेकेन्ड, थर्ड हेभन। यहाँ चाहिँ माथि परमेश्वरको वासस्थान, परमेश्वरको मन्दिर, परमेश्वरको वासस्थान भनेर लेखेको छ। यो बाइबलमा नै सबै तपाईँलाई पदहरू दिए। परमप्रभु चाहिँ यहाँ बस्नुहुन्छ। तपाईँलाई थाहा छ परमप्रभु बस्ने जग्गा चाहिँ कस्तो छ? तपाईँले जब बाइबल हिजो पढ्नुभयो, परमप्रभु बस्ने जग्गामा चाहिँ प्राय जस्तो तपाईँले बाइबलमा फायर, आगै आगो, आगै आगो,
तपाईले बाइबलमा पढ्नुभयो पाउनुभयो आगोले चारतिर आगोले घेरेको आगै मात्र भएको कुराहरू बताउँदछु जहाँ परमप्रभु वास बस्नुहुन्छ। त अब आज तपाईलाई मैले बताउनु पर्दाखेरि हाम्रो मृत्यु भइसकेको बादमा चाहिँ हामी कहाँ जान्छ, हाम्रो आत्मा कहाँ जान्छ भन्ने कुराहरू मैले तपाईलाई बताउनु पर्ने हुन्छ। यो परमप्रभुको वासस्थानमा चाहिँ एउटा यहाँ अङ्ग्रेजीमा चाहिँ अप्पर प्याराडाइज अथवा नेपाली भाषामा चाहिँ वैकुण्ठ भन्ने शब्दहरू चलाएको छ। वैकुण्ठ यो अन्य जातिले पनि कोही बेला चलाउँछ वैकुण्ठ, अप्पर प्याराडाइज, माथिल्लो वैकुण्ठ भनेर नेपालीले पनि चलाएको हामी पाउँछौँ अप्पर प्याराडाइज। र प्रियहरू यो अप्पर प्याराडाइजमा चाहिँ अहिले तपाईँहरूले अप्पर प्याराडाइज अनि अर्को चाहिँ नम्बर 2 मा चाहिँ यो थर्ड हेभनमा चाहिँ यसलाई चाहिँ मिडल प्याराडाइज बिचको वैकुण्ठ या स्वर्ग भन्ने शब्द कतिले चलाउँछ। मिडल प्याराडाइज, थर्ड हेभन। पाउल पुगेको जग्गा चाहिँ यो थर्ड हेभन हो। बाइबलमा स्पष्ट लेखेको छ कोरिन्थीमा, म चाहिँ शरीरमा हो कि आत्मामा हो मलाई थाहा छैन, तर म तेस्रो स्वर्गसम्म पुगेँ। हो कि होइन भन्नुहोस् त? कोरिन्थीमा छ म तेस्रो स्वर्गसम्म पुगेँ। तपाईँ जब यो संसारलाई बिदा लिएर जानुहुन्छ, तपाईँको बिदा मेरो बिदा हुन्छ, तपाईँ र मेरो आत्मा चाहिँ प्रियहरू कहाँ गएर परमेश्वरले कहाँ लानुहुन्छ त? स्वर्गदूत, कुन स्वर्गदूतले भने मैले चाहिँ तपाईँलाई सराफिम स्वर्गदूतले तपाईँको आत्मालाई चाहिँ मिडल प्याराडाइजमा यो जग्गामा लगेर छोड्नुहुन्छ। मिडल प्याराडाइजमा, अनि मिडल प्याराडाइजमा चाहिँ तपाईँको आत्मा जाँदछ। आत्मा या धेरैजना मान्छेको आत्माहरू त पहिला प्रभुमा सुतिजाने मानिसहरू, पहिला बेलाको अगमवक्ताहरू, पहिला बेलाको इसाईहरू, मानिलिनु तपाईँको दाजुभाइहरू, तपाईँको दिदीहरू, पहिलाको काका मामा बाजे बोजूहरूको आत्मा अहिले कहाँ गयो भन्दाखेरि यहाँ होइन, तर अहिले थर्ड हेभन